मामा 25 गुम्बा गुफा बसेको मामा, त्यो मामाले पनि मैले के गरौँ त सबै गर्थेँ। मामाको हेल्पर चाहिँ म पण्डित बाहुनले त्यो पूजा विधि गर्दै त्यसको हेल्पर चाहिँ के गर्नु सबै गर्थेँ, सबै जान्दथेँ। अन्त हौ त्यस्तो भएकोले गर्दा सानैदेखि नै भक्ति म रोगी बालकैदेखि त्यो रोगी भएकोले गर्दा मेरो आमाले खालि मलाई पूजा गर्न लाउँथे। 3वटा देउता थियो। तामाङको देउता चाहिँ अन्त अहिले हिन्दूबाट चाहिँ के अरे महादेव, अन्त शिव, विष्णु, ब्रह्मा भन्छ। ब्रह्मा, विष्णु, महादेव 3टा छ। तर आज तामाङबाट चाहिँ के अरे यो कोन्जेसुङ, साङ्गे चैतन्यला अनि च्याङ्ग्रेसी 3वटा देउता लहरी हुन्थ्यो। त्यो 3टा देउतालाई मैले बिहान बेलुका स्नान गर्नुपर्ने, अन्त त्यो 3 मैले ढोक्नु पर्ने त्यो देउताहरूलाई। आमाले चाहिँ मलाई रोगी भएकोले गर्दा त्यो देउताले चाहिँ मेरो बिमारहरू हटेर जाओस्, राम्रो होस् भनेर आमाले मलाई सधैँ स्नान गर्नु लगाउनु। तर मलाई केही जस्तो पनि लाग्दैन थियो, मेरो रोग थिँदै थियो। प्याचा ठोकिरहने, डाइरिया भइरहने, खानेको राम्रो खानु नसक्ने त्यस्तो बिमार थियो। अन्त मैले सबै मेरो साथीहरूले पढे 4 बहिनी थियो त्यतिखेर, धेरै धेरै पढ्ने मन लगाएर पढ्ने त्यो जमानामा हामी 4 बहिनी थियौँ। 4 बहिनीमा 3 बहिनीले चाहिँ के अरे एउटाले टिचर गर्यो, 2जनाले टिचर गर्यो, एउटाले नर्स गर्यो। नर्स गरेर नर्स ट्रेनिङ गरेर नर्स भयो, पास भयो, नर्स ट्रेनिङ गरेर भयो। अब बुढी भएर पेन्सन खाएर बसेर 2जनाले टिचर गरेर एउटा टिचर गर्दै गर्दै बाहिर गएर पुरा टिचर ट्रेनिङ गरेर टिचर भएर चाहिँ ठुलो टिचर भएर गुण स्कुल भन्ने कालचिनीमा स्कुल 4-15 स्कुल खडा गरेँ। तर म तिनीहरूसँग पढ्ने मान्छे, मैले त्यो प्राइमेरी स्कुल मात्रै त्यो एबिसिडी पनि थिएन त्यतिखेर। अन्त 5 क्लासदेखि मात्रै एबिसिडी पाउँथेँ। हौ त्यस्तो भएकोले गर्दा त्यो बिमार भएकोले गर्दा म पढ्नु सकेन। त्यति मैले त्यो क्लास 3-4 मात्रै सकेँ, त्यहाँदेखि मैले छोडिदिएँ। अन्त मेरो दाजुले चाहिँ ट्युसन पढाएर इङ्ग्लिस नेपालीबाट पढाएर गरेर यतिको बाहिर पढेको मैले पाएँ। अन्त हौ त्यस्तो भएकोले सानैदेखि भक्ति बढी भएँ। देउताको पूजा गरेँ। पण्डित के अरे जोगी आउँथ्यो, राति रिलो पनि जोगी आउँथ्यो। आमाले नाङ्गेभरि दाल चामल चिनी सबै मिलाएर के अरे गहतहरू सबै मिलाएर दियो बत्ती बालेर पैसा दिएर मैले लिएर जानु पर्थ्यो। त्यो दियो भने चाहिँ मेरो गोर्खा पनि त्यहीसँग जाओस् भनेर चाहिँ मलाई त्यसरी दिनु पठाउँथ्यो। तर मेरो गोर्खा त गोरै छ, त्यो पण्डितले थैलो भरेर लगिहाल्थ्यो के अरे त्यो जोगीले। त्यसो गरेर मेरो आमा कति कोसिस गरे मलाई राम्रो गर्न, तर सकेन। अन्त्यमा जब 24 वर्ष 25 वर्ष भएँ, त्यहाँदेखि अन्त मलाई पुरा चल्यो। उता भोजपाडा भन्ने ठाउँबाट पुरा चल्यो। त्यो कुरा चल्दाखेरि मलाई के अरे बिहा गर्ने कुरा चल्यो। मेरो आमालाई त्यो केटाको आमालाई चाहिँ हामीले आएर चेप्टे सुन, कन्ठा, नौकेडी, हातको चुरा, कल्ली सबै देखाएछ। तिम्रो छोरी बिहा गऱ्यो भने चाहिँ म यो दिन्छु भनेर। अनि म चाहिँ बाठी, लामाको पनि ठिक्कै, बाहुनको पनि ठिक्कै, यता मन्त्र तन्त्र पनि ठिक्कै, काम धन्दा पनि ठिक्कै, जाँड बनाउनु रक्सी बनाउनु ठिक्कै, सबैमा एक्टिभ थियो काम गर्नु म। अनि सबैलाई खुसी पार्ने। अनि त्यस्तो भएकोदेखि मेरो नाम चलेको थियो। गङ्गा प्रसादको छोरी चाहिँ सबभन्दा टप राम्रो चाहिँ त्यो छ काम गर्ने भनेर सबले नाम चलेको थियो। त्यो नाम चलेकोले गर्दा त्यो मान्छे हामीले चाहिँ मेरो आमालाई फटाएर त्यो चिजहरू दिएर चाहिँ मेरो आमालाई चाहिँ उसले हात पार्नु खोजेको रहेछ। तर भित्र कुरा चल्यो। कुरा चलेर नि आपालाई भन्यो चाहिँ सबै कुरा चल्यो, भयो। अन्त अब मँग्नी हुन आँट्यो। अन्त मँग्नी हुन आँट्यो। अन्त म चाहिँ त्यसो गर्दा गर्दै यता फेरि हामी चाहिँ ग्रुप बाँडेर उता फुलसिङ भुटानमा चाहिँ आमा पिक्चर नेपाली पिक्चर कहिले देखेको थिएन। आमा पिक्चर भनेपछि भुटुक्कै भएर गाडी रिजर्भ गरेर, बगानको गाडी रिजर्भ गरेर मलाई त्यति कति थियो 8-10 आना थियो मेरो टिकट। अन्त हामी के अरे 4-5 रुपियाँ कति जानु बनाएर त्यहाँनिर पैसा आमा पैसा चोरेर 4 रुपियाँ लिएर हामी गाडी गयौँ। भरे टिकट काट्यो भरे त उहाँ गएर त त्यो सस्तो टिकट त सबै के अरे सकेछ। अन्त धेरै टिकटमा त पैसा दिएर किन्नुपर्ने। त्यसले गर्दा अन्त हामी चाहिँ सकिनँ। सबै टिकट काट्नेभित्र पैसा हामी दुईजना शान्ति र मेरो चाहिँ पैसा पुगेन, टिकट काट्नु सकेन। त्यो मेरो त्यो तकदिरमा हुनुपर्ने थियो, लेखन्तमा लेखेको थियो। त्यही भएर म त्यो भेट भयो। अन्त बाहिर उभिरहेको थिएँ हामी। पिक्चरको उता एकदम कटिङ सुरु भयो।
तर अब हामी चाहिँ हेर्नु नपाउने रहेछ भन्दै बसिरहेको थियौँ। अन्त एकजना मान्छे आयो। अन्त त्यही अब मलाई नै मन पराउने, मलाई नै बिहा गर्ने, मलाई के अरे मेरै लोग्ने हुनुपर्ने त्यो मान्छे चाहिँ मबाट नआइपुग्यो। भाइ बहिनीहरूलाई कहाँबाट आउनु भएको? हामी गोर्ल्यान्डबाट आएको, हेमिल्टनमा आएको। अन्त सबै टिकट काटेर बस्यौँ। हाम्रोमा त पैसा पुगेन। अन्त हामी त धेरै टिकट काट्नु सकेनौँ, थोरै पैसामा सकिहालेछ। अब हामी चाहिँ बाहिर बसिरहेको भनेर म फटाफट भनेँ, के हो र हो त? अन्त त्यो टिकट जति चाहिँ त्यो अफिसमा काम गर्ने स्टाफहरूले अघि नै टिकट हातमा लिएर चाहिँ ब्ल्याकमा बेच्दो रहेछ। त्यो चाहिँ हामीलाई थाहा भएन। अनि त्यसले गर्दा त्यो मलाई भन्न आउने साथीले चाहिँ, मान्छेले चाहिँ त्यसलाई दिइहाल्छ दुईवटा टिकटमा, यो बहिनीहरूले दुईवटा छ के दियो। अन्त हामी सेकेन्ड क्लासमा बसेर त्यहाँदेखि हामीले कटिङ लाग्दै थियो। अन्त अब पिक्चर सुरु भयो भन्दै हामी सिधै भित्र बस्यौँ। बसेर हेऱ्यौँ पिक्चर। त्यो आमा पिक्चर सबै हेऱ्यौँ। हेरिसक्यो। त्यही बाटो भएर जानु त्यो केटा त्यो मान्छे बिराएको रहेछ। अन्त त्यसो ऊ बिराएको रहेछ। अन्त हामी त अब गाडीमा चढ्नु हतार पऱ्यो। बट त्यो मान्छे बाटो सिकायो हामी। अन्त हेर्नुभयो बहिनीहरूले, हेरि त खुसी लागेर क्या। अब त्यस्तो आपद विपदमा कोही मान्छेले मद्दत गर्दा त केही त भन्नु मन लाग्छ नि त। अन्त दाजु तपाईँले हामीले राम्रो गर्नुभयो, धन्यवाद। आपद विपद बचायो, हामीले पिक्चर हेर्नु पायो, धन्यवाद। हाम्रो गाउँतिर पनि आउनुहोस् न कोही कोही बेला त भन्दै कि त्यहाँ त कुरो पल्केको झिल्की घरघर मिल्की आउनु थाल्यो। आइतबार पार्दै। अन्त मलाई चाहिँ आमाले सौदा किन्न पठाउँथ्यो। अन्त ऊ चाहिँ फेरि म चाहिँ बजार जान्थेँ। भएर आउँदा ठिकै बाटो भेट्यो। अन्त लु जाउँ पिक्चर हेर्नु। अन्त पिक्चर हेर्नु होइन दाजु हामी त सौदा गर्न होइन, अलिकति मात्रै हेरेर मात्रै जाइहाल्नुहोस् न। त्यहाँदेखि पिक्चर हेऱ्यो। अन्त टिकट मेरो साथी सँगसँगै गएर पिक्चर हेऱ्यो। अन्त त्यहाँदेखि आयो। त्यहाँदेखि ऊ चाहिँ त्यो भाइ दाजु चाहिँ जान्थ्यो। अन्त म चाहिँ सौदा गरेर घर फर्किने। अन्त त्यस्तो गर्दै त्यो मान्छेले त मन पराउनु थाल्यो मलाई। ऊ चाहिँ पढ्दा म चाहिँ तामाङ। अन्त त्यहाँदेखि चिठी ल्याउनु थाल्यो। अन्त म त के अरे तामाङी हो, म तामाङको छोरी हो, तपाईँको नेबर हो, यस्तोमा चल्दैन हुँदैन। होस् नहोस् तर तिमीलाई म बिहा गर्छु भनेर। अन्त त्यहाँदेखि म भाग्नु थालेँ। के अरे बजार पनि आउनु छोडेँ। घरमै आउनु थाल्यो। अन्त घरमा आएर चाहिँ त्यहाँदेखि अन्त बसेर सबैले हेऱ्यो। राम्रो रहेछ केटा त, तामाङ भए बिहा पनि गरिदिनु हुन्थ्यो भनेर भने। त्यता मेरो पुरा चलिसकेको छ। अब मङ्नी भएर बिहा के अरे 16 गते फागुन मेरो बिहा। टपरहरू सबै गाँसिसक्यो, सबैतिर लगिसक्यो। भरे त के अरे त्यो केटा त फेरि के सगुन पुऱ्याउनु भनेर आउँदाखेरि देख्यो। हौ त्यतिखेर चाहिँ मैले राम्रो हेरेँ। अन्त के अरे मेरो साथीहरू पनि त्यो केटा त खट्टङ गरेर हिँड्छ त। कुन टाइमले मलाई के छ, मेरै आमा चिनेको छानेको ज्वाइँ हो। कुन टाइम मलाई केही पनि थाहा छैन। उताबाट तिमीलाई लानु पाएन भने त म त झुन्डेर मर्छु, रक्सी खाएर मर्छु, के अरे बिख खाएर मर्छु भने धुमधाम भइसकेको छ। अनि यता चाहिँ मलाई मङ्गी गर्नु आइसक्यो। अब कुरा शान्ति पाइसक्यो। अनि त्यसो गर्दाखेरि अनि त्यहाँदेखि भएर कुरा बुझ्दै लाँदा त त्यो के अरे मान्छे त लङ्गडा रहेछ। अनि त्यो मान्छेको काम चाहिँ के रहेछ भनेर मैले सोध्दै जाँदा त गोरु गाडी चलाउँदो रहेछ, आफ्नै घरको गोरु गाडी। अन्त कसैले चाहिँ के अरे भाइ मलाई यो सामान यसरी बोकाएर त्यहाँ पुऱ्याइदेऊ न भने त्यो पैसा दिने। त्यो पो रहेछ काम। के रहेछ काम भन्दा त गाडीमा गोरु गाडीको गाडीमा काम गर्दैछ भने त्यहाँ रनक्कै भइहाल्यो। मलाई रिस उठ्यो। बाउ पनि चिनेन, आमा पनि चिनेन, कोही पनि। यस्तो गाडीमानसँग गोरु गाडीको गाडीमानसँग जानुभन्दा बरु म त्यो अफिसमा फुलचेरीमा अजातै भए पनि अफिसमा काम गर्ने स्टाफ हो, स्टाफ नै भएर बस्छु। तर योसँग जान्दैन। सुत्तै भागेर भागेर जाँदा मेरो बाउको सबै स्वाहा भयो। बेहुलीको लुगा किनिसकेको थियो, के अरे निमन्त्रण कार्ड सबै बाँडिसकेको थियो, जाँडहरू पकाइसकेको थियो। टप्परले त्यतिखेर थाल प्लेट केही थिएन। र जङ्गलमा गएर फारसमा गएर पत्ता टिपेर टपरी गाँच्नु, घरमा टपरी दिन्छ बनाउनु दिन्छ, सबै ल्याइसकेको टपरी सबै। अब 16 गते फागुन आउनु 1-2 दिन मात्रै बाँकी म हिँडिहालेँ। हाम्रो बाउ त पग्ला भयो, रुएर पुरै रुनु थाल्यो। त्यहाँदेखि मलाई पनि दुःख लाग्यो, बिचमा गरेछु भन्ने भयो। हौ त्यसो गर्दै जाँदा अब पढ्दा म तामाङ त्यसो भएकोले गर्दा त्यो के अरे नमिलेकोले गर्दाखेरि फेरि मलाई घरमा लगेपछि उनीहरूले के गरे के अरे त्यसो गर्दै अब तामाङ ल्याएको छस्, तामाङ ल्याएर चाहिँ अब कुल देउता चल्दैन, कुल चलाउनुको लागि चाहिँ अब अलग्गै राख्नुपर्छ।
अन्त सासूले भात पकाउँदा यसरी रेखा लगाउँथ्यो, यहाँले यति नआइज भन्थ्यो। अन्त दाउरा पानी केहरू पुर्याइदिनु, त्यो रेखा लगाएको ठाउँमा पुर्याइदिनु पर्थ्यो। त्यसो गरेर गरेर मैले 4-5 वर्ष 3-4 वर्ष बिताएँ, तर पनि मलाई केही पनि भएन। अन्त सासूले सोध्दो रहेछ, यो तामाङे हो, यतातिरको तामाङ थुप्रो छ, कसैले कसैले लान्छ, मेरो छोरा चाहिँ आफ्नै जातको बिहा गर्छु भनेर चाहिँ उनीहरू पर्खिरहेको रहेछ। तर मेरो भागमा यस्तो हुनुपर्ने रहेछ। त्यो लोग्नेकोबाट चाहिँ मैले सताउट सहेर चाहिँ अशान्ति भएर चाहिँ पिर परेर चाहिँ मैले सत्यले पाउनु पर्ने रहेछ। तर त्यो कुरो हुनै पर्ने रहेछ भएर चाहिँ अन्त त्यहाँदेखि के अरे मलाई त्यसै त्यो फ्याँक्नु आँटिसकेको थियो, पत्तो जस्तो बनिसकेको थियो सासू ससुराले। तर मेरो देवरले सट्टै त्यो गाउँको बगानको केटी बिहा गरेर लग्यो। हायर सेकेन्डरी पढेको केटाले एउटै नपढेको अनपढ केटी लगिदियो। म त अलिअलि पढेको। अन्त त्यहाँदेखि अन्त उसले लग्यो। त्यहाँदेखि लगेपछि त चोरको सोर बुझाउनु गयो। चोरको सोर बुझाएर आउँदाखेरि बुझाउनु जाँदा छोरी खोसेर राखिहाल्यो। लु अब ज्योतिषी हेराएर के समय दिन तारिक निकालेर डोली सोली गरेर जन्ती लिएर आउनु, अन्त बेहुला बनाएर ज्वाइँ लिएर आउनु, अन्त डोलीमा हालेर छोरी पठाइदिनु भनेर राख्यो। अन्त हौ त्यसो गरेको गर्दा मैले अन्त त्यतिखेर अब छोराको जेठा छोराको बिहा नगरिकन कान्छो छोराको गर्नु पाएन, समाजले मान्दैन भनेर चाहिँ अन्त बाहिर जग्गे गरेर त्यतिखेर त मलाई बेहुली बनाएर मेरो घरको मालिकलाई बेहुला बनाएर जग्गे गरेर सिन्दुर पोते गरेर त्यहाँदेखि मलाई भित्राएर टिकट टालो गरेर उनीहरूको भारमा बसाएर दाल भात तरकारी सबै जनतालाई खुवाएर देवरलाई चाहिँ बेहुला बनाएर अनुहार पाएँ। हौ त्यहाँदेखि चाहिँ म न्याउनु पसेर जन्म चलन भयो। हौ त्यहाँदेखि सबै कुरो जाने। त्यसो गर्दै 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 जाँदाखेरि पछि नानी पनि ढिलो ढिलो भयो। त्यहाँदेखि पछि अन्त के अरे सासूले पनि हेप्ने, ससुराले हेप्ने एकदम मन पनि भयो। हौ त्यो कारणले गर्दा पछि म के अरे पछाडि मलाई अन्त एकदम मन दुख्यो। अनि मलाई अन्त के अरे काम के अरे सासूले त मलाई त के सबै कुरो जान्दैछस् अरे, बस्तीमा बसेकी अरे तँ सबै कुरो जान्दैछस् अरे, लु धान उसिनेर बगडा औला बगडा चामल बना त ढङ्ग रहेछ कि रहेनछ भनेर भने। अन्त मलाई त काम धन्दा जान्दछ, काम लगाउनुको लागि राखेको रहेछ। तर मलाई चाहिँ उसको स्वास्नीको रूपमा चाहिँ होइन रहेछ, के अरे जीवन साथीको रूपमा चाहिँ होइन रहेछ, काम लगाउनुको लागि चाहिँ यहाँ ल्याएको रहेछ भनेर मलाई थाहा भयो। ऊ त गयो पछि गइहाल्यो काम गरेर ऊ स्टाफ भएर म त्यहीँ बसेर खाइरहेको छु। म त्यहाँ सबैको दलाइमा बसिरहेको छु, यहाँ उहिएर बसिरहेको छु। तर अब चिठी चापटी केही पनि छैन। अनि त्यहाँदेखि मेरो मन दुख्यो। अन्त त्यहाँ सासू अर्कै सासू ससुरा अर्कै थियो, मलाई त्यो जातमा निकाले पनि अर्कै तरिकाले हेप्ने मलाई त्यहाँ। अन्त हौ त्यस्तो भएकोले गर्दाखेरि अन्त त्यो मामा ससुरा भन्ने थियो, बहिनी भान्जी तिमी त बाघको मुखमा स्यालको मुखमा तिमी आयो, कसले भन्यो यसरी तिमीलाई यस्तो ठाउँमा आउनु भनेर। खै मलाई थाहा भएन मामा, यस्तो आइहाल्ने गरिहाल्ने, चिठी ल्याएका म पठाइदिन्छु, मेरोमा के पनि छैन भने म दिन्छु भने अन्तर्देशी चिठी थियो कागज थियो। अनि म चाहिँ अलग्गै कोठामा बसेर अन्त मेरो लेखेर लेखेँ। अन्त लेख्दाखेरि सासूले ऊ लेख्नु पनि जान्दी रहेछ, चिठी लेखी होली नि त्यसको पहिला सुनाउनुको लागि ऊ सबै चिठी लेखी के पोल हालिहालेँ भनेर भन्दै गएँ। अन्त मैले चाहिँ मैले त्यहाँ चिठी लेख्दाखेरि म त तपाईँलाई पाएर पनि खुसी भएर मेरो त्यत्रो सन्तानलाई माया गरेर लात मारेर म यहाँ आएँ। तर तपाईँले मैले यहाँ छोडेर यहाँ चाहिँ मैले आमाको साथ र आमा, बाउको साथ र बाउ, भाइको साथ र भाइ, बहिनीको साथ र बहिनी, दिदीको साथ र दिदी भनेर आएको थिएँ। तर यहाँ त सबै पशुहरू मात्रै रहेछ, पशु भएको ठाउँमा चाहिँ मान्छे बोल्नु सक्दैन रहेछ। यसकारण के अरे यो चिठी चाहिँ मैले अब यो चिठी लेखेर दिँदाखेरि चाहिँ खुल्चीमा 5 दिनमा पुग्छ। त्यो 5 दिनको त्यो चिठीको लेख्दाखेरि 5 दिनमा यहाँ आइपुग्नुपर्छ। त्यो आइपुग्दाखेरि चाहिँ त्यो 10 दिनभित्रसम्म यहाँ पर्खेर बस्छु। चिठी आयो भने के रिप्लाई दिने, त्यो चाहिँ चिठी आयो भने चाहिँ म त्यो सुन्छु। अनि त्यहाँदेखि चाहिँ अनि के हुन्छ त्यो चाहिँ बाटो निर्णय लिन्छु भनेर चाहिँ मैले चिठी लेखेर बिग्रेको मान्छेको भत्किएको घर भत्किएपछि मलाई के पर्दा मेरो त्यत्रो साका सन्तानलाई त मैले लात मारेर तपाईँभन्दा खातिरमा आएँ। तर यहाँ चाहिँ मेरो आमा दिदीबहिनी बनाउँछु, जित्छु, बस्छु भनेर बनाउँदा सबै पशु रहेछ। पशुको सामने म बस्नु सक्दिनँ। अब म निस्केर हिँडेको यहाँबाट। तपाईँले यो चिठी पठाएर के जवाब दिन्छ त्यो जवाब दियो भने चाहिँ त्यस्तै हुन्छ।
नभएदेखि चाहिँ त्यो चिठी आउँदा आउँदा म निस्किसकेको हुन्छु भनेर भन्दाखेरि चाहिँ त्यो चिठी पाएछ। अनि त्यतिखेर त तार भन्थे, तार भन्थे, टेलिग्राम भन्थे। बाउले बुहारीलाई छिट्टो ल्याइदिनु भनेर त्यो सर्टकटमा लेखेर पठाउनु। तार आयो, ठग्यो त्यहाँ त कस्तो लेखेको थियो, के भनेर लेखेको थियो, मेरो छोरालाई जेलमा हाल्यो होला, अनि यस्तो पठायो। त्यहाँदेखि इङ्ग्लिस पढ्नु जान्दछ बुहारी भन्नु। अन्त जाने पनि जान्दिनँ भने जान्दिनँ भने अन्त नजान्नु किन लेखौ त भनेर भन्नु ससुराले। अनि त्यसपछि त्यहाँ चुकै लगाएर बस्यो। अनि गएर अर्को मान्छेले लेखाएर बस पढाएछ। अनि हेरेर ल भोलि जानुपर्छ, बोल्दैछ छोराले भन्नु। ल अन्त त्यहाँबाट ससुराले लग्यो, उस लग्यो। ठ्याक्कै 12 बजी पुगेको थियो। अन्त दैलो घर कत्रो मोटो त्यो भएको तर उनी केटी म भित्र पसेको भरे सुतेर उनीहरूको पेलाएर ठोकाएर म चाहिँ बाबाले सुतेर यत्रो भएको थिएँ। अनि उहाँ पुग्छ त मेरो घरको मालिकले मलाई हेर्दा त लुटे भएको देख्नु भएन। अन्त दैलो खोल्ने बित्तिकै ससुराले के किन बोलाएको, म त्यत्रो घरमा काम गर्ने मान्छे छैन, काम गर्नुपर्ने ठाउँमा तैँले किन यहाँ बोलाइस् भने। होइन यहाँ डाक्टर राम्रो पाउँछ, फरेनमा डाक्टर हुन्छ, यो रोगी छ, कमजोर छ, डक्टर दबाई खानु। त्यस्तो डक्टर उही पनि थियो, त्यस्तो हस्पिटल उही पनि थियो, हामी पनि देखाउन सक्दैन। उनीहरू त कामको लागि पो लगाएर छ मलाई त बुहारी त होइन रहेछ। अनि त्यसो भन्दा ऊ चाहिँ सोचेर त्यहाँनिर त्यहाँ बसेँ। त्यति त्यहाँ बसेर नि त्यहाँनिर हामी जयजानु के भयो। त्यहाँनिर आमा बाउले उठ्दै भेटघाट गर्नुभयो। त्यसो हुँदाहुँदै कति 2-3टा नानी भयो। 3टा नानी हुँदा नि अब त्यहाँदेखि के भयो त्यहाँनिर बाउलाई त मेरो घरको नानीलाई त त्यहाँदेखि त केही प्रेसर चढेको जस्तो हुने, भोक लागेको जस्तो हुने, के गर्ने, मलाई कुट्ने चपट्ने, नानीहरू पिटेर गर्ने। अनि त्यस्तो हुँदा अशान्ति हुन्थ्यो। अन्त शान्तिलाई खोज्दा भगवान्लाई पूजा गरेर मेरो मम्मीलाई राम्रो बनाइदियो भगवान् भन्दै रुँदै बस्दै पूजा गर्नु भएन। कतैबाट पनि नहुँदाखेरि चाहिँ त्यहाँदेखि अन्त कतैबाट पनि नहुँदाखेरि चाहिँ अन्त त्यहाँदेखि त्यो भुल्नुको लागि र त्यो के अरे दुःख त्यो सक्नुको लागि चाहिँ अन्त मैले रक्सी खाने सबै त्यहाँ ड्राइभर बोलिने थियो। ड्राइभरको बुढीहरू सबै बुढाचेले रक्सी ल्याउँदो रहेछ। राति कुखुराहरू मार्छ, रक्सी खाएर मार्छ रहेछ। त्यही गाउँमा म पनि बसेँ। तिनीहरूले मलाई रक्सी खाएर मलाई एकदम बानी भइसक्यो। अन्त रक्सी नभए नभए अनि त्यो रक्सी खाएर अलिकति भुलिन्थेँ, सन्तक लाग्थ्यो। तर पनि बाँच्नु र झगडा पनि त्यस्तो गर्दै गर्दाखेरि धेरै वर्ष बितेर गयो। अन्त त्यहाँदेखि मलाई आज मैले भगवान्लाई सबैलाई पूजा गरेँ, मलाई शान्ति दियो, मेरो घरमा शान्ति दिनु, मेरो घरमा शान्ति गर्नु, सबै भगवान्लाई रामायण पढेँ, रामायण पढेर रामनवमीमा उद्यापन गरेँ, कृष्ण चरित्र पढेँ, कृष्ण अष्टमीमा उद्यापन गरेँ, देवी भागवत पढेँ, दुर्गा पूजामा उद्यापन गरेँ, महाभारत अर्जुन कौरवको महाभारत किताब पढेँ, त्यसलाई चाहिँ मैले उद्यापन गर्ने ठुलो थियो। अनि त्यो सबै पढेर सकेर पनि मेरो लग्ने परिवर्तन भएन। भगवान्को पूजा गरेर पनि मेरो लग्ने परिवर्तन भएन। त्यस्तो हुँदैन अशान्ति भएर त्यही कहाँ जानु कसलाई भन्नु कसलाई सुनाउनु भन्दै मनमा रुई बस्थेँ। त्यो रुँदाखेरि पनि मेरो चित्त नपुग्दाखेरि रक्सी खानु थाल्दैन। त्यो रक्सी खाएर पनि मलाई त्यो रक्सीले पनि मलाई मात नलागेर मेरो मनमा अशान्ति हुँदाखेरि त्यो मकै के अरे भुटेर त्यो मकै भुटेर त्यो मकैको चिउरालाई यसो कुटेर चाक ओखलीमा कुट्यो। अन्त रक्सीभित्र त्यो मकैको त्यो के अरे पुर्काहरू सबै त्यहाँ हाल्यो। एकछिनमा ढकनी लगाएर आधा घन्टा 15-20 मिनट जस्तो त्यसरी राखेपछि त्यो मकैको रस चाहिँ त्यो रक्सीमा परेपछि अन्त त्यो मकै तारेर त्यो रक्सी फेरि के अरे गिलासमा हालेर अर्को खाने। अन्त त्यो खाएपछि सट्टै खाएपछि 2 बोतल रक्सी खाएर माटेको जस्तो हुन्छ। त्यो मकैको रसले त्यस्तो के अरे मताउँदो रहेछ। अन्त त्यहाँनिर लट्टै भएर एकछिन मलाई सन्चो हुन्थ्यो। त्यहाँदेखि त्यो बिर्सेन जस्तो फेरि त्यो खाएर त्यस्तै हुने अशान्ति कति वर्षसम्म अशान्ति भएर बस्थेँ, रुन्थेँ म। अन्त त्यसरी रुँदाखेरि मेरो बहिनी साइलीले चाहिँ प्रभुलाई पायो के अरे माम्रेमा। त्यतिखेर 84 सालमा चाहिँ मण्डली बनिएको। अन्त 86 सालको अक्टोबर 10 तारिक बिहिबार त्यही मण्डलीमा मैले प्रभुलाई ग्रहण गरेको। अनि मेरो बहिनीले आएर वचन सुनाए, यस्तो पीर परिरहेछ, त्यसले मलाई आएर वचन नसुना तेरो मेरो यत्रो 33 कोटी देउताले परम्पराले चाहिँ मलाई केही शान्ति दिएन, यत्रो दुःखमा भएर गइरहेको। तेरो हिजो त्यहाँ ईश्वरले मलाई शान्ति पनि दिँदैन, तेरो त्यो सानो धर्मको किताबहरू मलाई देखाउँदैन लैजा गइहाल भनेर कालचिनीबाट फुलचिनी आएको मलाई सुनाउनु त्यसलाई पठाएँ। गयो त्यो रुँदै
त्यहाँ गएर चाहिँ सुमित्रा बडीले सुनाएछ मामलेमा गएर मेरो दिदी त पक्ली जस्तो भएको छ देउधर्म गर्दा गर्दा पागल जस्तो भइसकेको छ मेरो दिदीको लागि प्रार्थना हौ त्यहाँदेखि चाहिँ मलाई एकदम त्यहाँदेखि मलाई कता जानु कहाँ जानु कसलाई सुनाउनु कसलाई यस्तो छटपट भएर रुन्थेँ म खानु पनि मन लाग्दैन थियो हौ त्यसो गरेर पछि अन्त 1986 सालको अक्टोबर 10 तारिक बिहिबारको दिन चाहिँ मलाई त्योभन्दा अलिकति अगाडि मलाई चिन्ता परिरहने गाला हात लगाएर बसिरहन्थ्यो नानीहरू अब बाउ के अरे ड्युटीबाट आउनु आँट्यो भनेपछि नानीहरू छटुप्प बसेर के अरे पलङमा बसेर पढ्न थाल्थेँ म त्यो गालामा हात लगान्थेँ अब के गर्नु अब रात पऱ्यो अब के खानु यस्तो मन रक्सी नपाएर छटपट गरेर के खानु भन्नु तर त्यस्तो भएकोले गर्दाखेरि एउटा सेतो लुगा लगाउने प्यान्टीको त्यो क्याथलिकको सिस्टर आयो अन्त सेतो लिची क्या हेर्नु ये प्रभु का है क्या कौन प्रभु का है यीशु का है आपको नहीं चाहिए यीशु नहीं आपको रक्षा होगा आपको शान्ति आएगा भन्नु रक्षा होगा भन्दा चाहिँ हामी सरकारी क्वार्टरमा बसेको जोखानाहरूको कहिले घरमा सन्तोष शान्ति नहुने रात 3-3 जना नानी बिमार हुने हस्पिटल बोकेर लगेर गर्नुपर्ने अन्त जोखाना हेराउँदा पनि त्यहाँनिर के अरे आधा मरो भएर मान्छे गाडेको छ त्यो गाडेको ठाउँको मान्छे निकालेर त्यसलाई जडाएर अनि मात्रै त्यो घर राम्रो हुन्थ्यो दिउँसै घर हल्लाउँथ्यो टोइलेट बाथरुम हल्लाउँथ्यो त्यसो गरेर अनि हौ त्यस्तो भएको नानी कालिएर उठ्थ्यो के भयो भने त डाँडा भएको मान्छे आयो भन्थ्यो अन्त हौ त्यस्तो भएको रक्षा होगा भन्दा चाहिँ मैले त्यो किताब निकालेर यसरी के अरे उसमा हालिदिएँ मेरो छोरीको के अरे सिरानमा हालिदिएँ त्यो सिरानमा हालिदिएर मेरो छोरीलाई सन्चोकेर सुत्यो अनि फेरि हामी पनि बेलुका भएपछि एकपल्ट लडाइँ पर्नै पर्थ्यो बुढाबुढीको एउटा न एउटा न्यु पारेर चाहिँ लडाइँ हुनै पर्थ्यो अन्त त्यो लडाइँ पनि हुनु छोड्यो बाट्नु पनि छोड्यो हाम्रो दुईजना झगडा गर्नु पनि छोड्यो फेरि खानापिना खाएर नानीहरू डाइरिया बन्दी भएर कस्तो भयो त्यो पनि हुनु छोड्यो राम्रो हुँदै गयो तर सबै राम्रो हुँदै गइसक्यो हाम्रो घरमा एकदम राम्रो हुँदै गएको गाउँको मान्छे देखिसक्यो तर मलाई थाहा छैन पछाडि 1 महिना 2 महिनाको बादमा चाहिँ त्यो गाउँको गोपालको आमा भने अनि के विचार छ गीताको आमा तपाईँ तिम्रो घरमा त के विचार देख अन्त आजकल लडाइँ पनि गर्दैन रक्सी पनि खानु मान्दैन आजकल त नानीहरू पनि रुँदैन हस्पिटल पनि कुदाउँदैन के गर्यो तिमीले कुन चाहिँ धर्म अप्नायो भन्ने अनि के को धर्म अप्नाउनु त्यतिकै सुने आमा के को धर्म होइन केही त अप्नाएको होला न त तिम्रो घरमा शान्ति आउँदैछ त नभए रात दिन झगडा गर्नु बिहान बेलुकै लड्नु पर्ने भने कसरी यस्तो भयो त्यहाँदेखि मलाई छैन स्कुल किताब मैले राखेँ त ए स्कुल किताब राख्दा त यस्तो झन् पढ्दा कस्तो झन् खुसी लाग्यो भने त्यो बहिनीले पनि मलाई झस्कायो ए नि मलाई त्यस्तो भएको त के भएको छ साथी मलाई जोखाना हेरौँ न के भएको छ जोखाना हेरौँ तिमीले भाइलाई लगाऊ जोखानामा के पूजा गरेर पञ्चायत ए मलाई चाहिँदैन जानु चाहिन्छ अब मलाई वाक्कै भयो झाँक्रिनु अब त बोक्सीसँग लडाइ पो गर्नु जान्छु म सक्दिनँ गर्दिनँ त्यसो भएर भन्नु उसलाई टार्दिएँ त्यहाँदेखि ऊ चाहिँ गयो त्यसो भए मलाई खैनी त्यो खैनी खाएँ त्यहाँदेखि उसै गयो त्यहाँदेखि यही किताबले यस्तो भएको मलाई हाम्रो लडाइँ झगडा नानी सबै राम्रो त्यो नपढ्दा त यस्तो पढ्दा पनि कस्तो हुन्छ छक्कै भने त्यहाँदेखि मैले एउटा सानो पढाएको थियो अनि त्यहाँदेखि मेरो घरमा वरिपरि देउता थियो मन्दिर थियो त्यो देउताहरू भाग्छ त्यो मन्दिरको सहर जान्छ आत्मा हराउँछ भनेर चाहिँ यीशुको किताब ऊ पर बोलेसीमा गएर भित्र चाहिँ मेरो के अरे यीशुको उयो पढ्यो भने चाहिँ मेरो सहर जान्छ लक्षण हराउँछ भने बाहिर गएर पढेँ हेपेर पढेँ अन्त हेपेर पढ्दाखेरि म फट्टै बस्दैन पढ्दाखेरि म 1914-27 म आफूले शान्ति तिमीलाई दिन्छु सधैँ दिन्छु छैन छक्कै पऱ्यो म त छक्कै त्यो वचन पढ्दा छक्कै पऱ्यो अन्त हौ त्यो पढ्दै जाने अन्त आफ्नो शान्ति म तिमीलाई दिन्छु संसारले दिन्छु छैन भन्दा कस्तो खालको शान्ति यत्रो त्यसपछि भगवान्ले मलाई शान्ति दिएन आज यीशु हिजो त्यहाँ यीशु कसरी मलाई शान्ति दिन्छ मेरो बहिनी मिराले चाहिँ उहाँ प्रार्थना गरिदियो भनेर सुमित्रा बडीलाई भनिसकेको रहेछ सुमित्रा बडीले गरेको प्रार्थना चाहिँ मलाई यस्तो साह्रो परेर चाहिँ मलाई त्यो कुराहरू एकदम प्रभुको त्यो ज्ञानहरू चाहिँ मलाई भित्र बस्दै आउँदैछ अब यीशुले शान्ति दिन्छ भने चाहिँ म खोजेरै छोड्छु हेरेरै छोड्छु सबै कुरो त अज्ञान सक्दा यीशुको भन्दा के हुन्छ भने मेरो आइतबार बिहिबारको दिन 1986 सालको अक्टोबर 10 तारिक बिहिबारको दिन दसैँको अष्टमीको दिन परेको थियो अन्त धम मान्छे लुगा किनेर के अरे रक्सी बनाएर एकदम यसरी लुगा किनेर दसैँको लागि सबैसँग मिलेछ तर मेरो घरमा के पनि छैन
अन्त मेरो पास त्यहाँ अन्त मेरो पास खानापिना बनाइतुला गरेर अन्त नानीलाई घरमा राखेर बाबा आउँछ अफिसबाट तिमी मिलेर भात खानु ल ल अन्त तपाईँ कहाँ जानु म के अरे जयगाउँमा सकुनको घरमा जान्छु भने अन्त ताला लगाएर अफिसमा मैले चाबी पुऱ्याउनु गएको अफिसमा चाबी कहाँ जाने के अरे सकुनको घरमा सेवा चर्चमा जान्छु भन्यो भने त रोकिहाल्छ अन्त सकुन साथी घरमा गएको भन्यो सकुन साथी घरमा गएको कि रक्सी खानु गएको भने मातेर मात्रै आइज त हामी अब मात्दिनँ म त्यसो साथीहरू भेट्छ आउँछ कोही पनि जानु अन्त मेरो गएँ चाबी दिएर गएँ तर ऊ त्यो साथीले ढाँटेको मात्रै हो तर खास गरी म चर्च नै गएको अन्त चाबी हेर्दै सधैँ गाडीमा 1 रुपियाँ पैसा लाग्थ्यो फुलसिलको गेटबाट त्यहाँ मामले आउनु 1 रुपियाँ लाग्थ्यो तर 1 रुपियाँ पैसा नगरिकन हिँडेर त्यतैपट्टि म पारेर यसो गर्दै यतापट्टि फर्क्यो भने त त्यो जग्गा छोड्छु भनेर त्यतैपट्टि हेर्दै थिएँ साइकल आएर धक्का लगाएर म थाहा छैन त्यो बाटो बिर्सिन्छ त्यो मामले जाने पछि बाटो बिर्सिन्छ त्यही हेर्नु चाहिँ हेर्दै हेर्दै गएको घर बाटो सबै बिर्सिन्छ पछाडि पनि गफिङमा नआएपछि अन्त यसो हेर्दा सुन्दरपट्टि हिँडिरहेको थिएँ म थाहा भएन त्यहाँदेखि भित्र पसेन नमस्ते को होला म मिराको दिदी हो मिराको दिदी मेरो बहिनी हेलमेट ए ओ बहिनी हो तपाईँ जान्थी हो म त मलाई अस्ति प्रार्थना गरी अघि नै प्रार्थना गर्नु लगाएको रहेछ मलाई यस्तो तातो लागेको रहेछ त त्यहाँनिर अन्त कता त होइन यहाँ यीशुले चाहिँ शान्ति दिन्छ अरे भन्छ त मैले किताब पढ्दा त शान्ति दिन्छ अरे यीशुले हाम्रो 33 कोटी देवताले शान्ति दिएन यीशुले कसरी हिजो चाहिँ अब यीशुले शान्ति हो बहिनी दिन्छ कसरी दिन्छ शान्ति भन्नुहोस् त मलाई मेरो मैले बाहिर हेरेको पनि थिइनँ त्यस्तो भएर देखिँदैन अन्त दिदी एकदम बुढा टेकेर प्रार्थना गरेँ यस्तो कठोर लाग्थ्यो आज बस्नु भनेको होला नि त प्रार्थना गरेर त्यहाँनिर बसेँ अन्त त्यहाँदेखि बाहिर निकाल्यो अन्त त्यहाँदेखि धर्मकर्म के सबै गरेर सकेँ दिदी गइसकेँ शान्ति पाएँ कहाँ पाउँदो रहेछ त अन्त त्यहाँदेखि हो त्यही शान्ति चाहिँ ईश्वरले दिन्छ बाइबल पढ्दै बाइबल पढाउँदै देखाउँदै मलाई त देखाउँदैन मेरो पाप त फुट्दै यो पनि गरेँ यो पनि गरेँ यो पनि गरेँ बढी बाइबल पढ्नु छ म पढ्छु यो पनि गरेँ यो पनि ए म त बोक्टो भएर ती गुण थाल्यो किमा मेरो पापले चाहिँ सबै निस्किसक्यो गुण थाल्यो बढी मैले यो पाप सबै गरेको छु अन्त यो पापले गर्दा चाहिँ तिमी स्वर्ग जानु सक्दैन अनि तिम्रो आत्मामा शान्ति पनि छैन यो पाप चाहिँ यीशुको रगतले धोएपछि मात्रै तिमी शान्ति पाउनु हो त्यहाँदेखि कुरा टेकेँ अन्त बडीले सिकायो मलाई सिकाएर मलाई भन्दैछ बडीले यता भन्दैछ मलाई पछाडिबाट म गुरु मन्त्र पढेको गुरु ज्ञान पाएको अनि मन्त्र पढेर म सबै के अरे भात पकाउँदा पनि मन्त्र पढेर पकाउँथेँ पूजा गर्दा मन्त्र पढेर गर्थेँ हिँड्दा पनि मन्त्र पढेर गर्थेँ सबै गर्दाखेरि चाहिँ अन्त त्यो मन्त्रहरू चाहिँ मेरो जिउमा टाँसिएको रहेछ चट्ट यसो घचर्दै आमिन भन्दाखेरि फुत्तै निस्केर गयो नभए मलाई हौ त्यसो भएकोले 1986 सालको अक्टोबर 10 तारिक बिहिबारको दिन मैले साँचो गरेर प्रभु यीशु मसीहले पाप क्षमा मागेँ हौ त्यो मागिसकेपछि चाहिँ अब मैले बुढासँग लडाइँ गरेर कस्तो गर्थेँ गाली गर्थेँ मुखबाट थुकिदिन्थेँ मलाई त्यस्तो गरेर त्यो मन दुखेर खालि खप्पी नसक्नु भइसकेपछि चाहिँ त्यो बुढाको अनुहार पनि मैले देख्दैन थिएँ के अरे मुर्गे रक्सी खाएपछि त अन्त जुल्फी यति राम्रो जुल्फी चाहिँ च्यापै जुल्फीसँग घोप्टो पालेपछि उठ्नै दिँदैन थिएँ मुर्कै गर्थेँ त्यस्तो ताकत आउँथ्यो मन दुखेपछि काम राम्रो काम त्यस्तो तर मैले जब प्रभु यीशु गरेर प्रार्थना पाएँ त्यहाँदेखि मेरो घरको बाउलाई एकदम आदर इज्जत दिनु थालेँ अनि त्यसरी दिँदै गरेँ त्यहाँदेखि मलाई गाली गर्नु छोडेँ मैले शराब पनि छोडेँ अन्त म के अरे बत्ती राखी भगवान्ले पुगाएर मेरो बुढाको शराब सबै छोडेँ मैले ग्रहण गरेर आएपछि नयाँ भएँ त्यहाँनिर पछाडि अन्त पछाडि मलाई त्यहाँनिर गाउँमा पूजा भयो पूजा दिन त दिएको थिएन अन्त हामी सबैजना गएर पूजाको कथा सबै सुनेर लीलावती कलावती कथा सुनेर प्रसाद खाएर बाहुनको तिलक चन्दन लगाएर आउँथ्यौँ तर मैले त फोन पाएको छु अनि त्यहाँदेखि अब भनेर भने फेरि ठोकिहाल्छ अनि त्यहाँदेखि त्यहाँ पूजा छले बोलाएको छ भनेर भन्यो ए भरे सबै रेडी हुनु अनि अफिसबाट आएर सबैजना जानु ल त्यहाँदेखि आयो त्यहाँदेखि आएर त नानीहरू जब लुगाहरू ठिकठाक पायो त्यही चुप्ला जस्तो हामी सेवा जानुपर्छ नि त सुतेको जस्तो एक्टिङ गरेर सुत्यो तिनीहरू नानीहरू अनि त्यहाँदेखि उमा त्यहाँ
अनि खोइ त नानीहरू नजानु पऱ्यो। म चाहिँ फेरि पैसा रुपियाँले नपुग्दाखेरि चाहिँ नानीको स्कुल पढाउनु बस्नु डासो राजाको मामा डासो रेमको घरमा कोठीमा म काम गर्थेँ। त्यो म त्यहाँ कोठीमा काम गर्नु जानु पर्थ्यो। अन्त मलाई पनि हिँड भने कि बिदामा हिँड कथा सुन्नुपर्छ। म त भोलि डासोमा काम गर्नु जानुपर्छ। अहिले थुप्रै सुन्तलाको बिरुवा लिन आउँछ अरे। म त्यतिखेर म त्यो त्यहाँ गएर त्यो निन्द्राले गर्दा मेरो त्यो बिरुवा उठाएर म बिर्सिन्छु। तपाईँ जानुहोस्, म चाहिँ जाँदिनँ टाढी मैले। ल भने गयो, पर्छ चाहिँ लिएर आउँछु, खानु चाहिँ पर्छ। ल भने ल्याएँ। म सरता के अरे नरिवल अपुङ गरेर त्यो सेलरोटी म त्यही ल्याउँथेँ। त्यो दिन त दुनामा पञ्चाउन्न पनि लिएर आएको गर्नु भएको। अब मलाई आयो परिचय, मैले ग्रहण गरेँ, परिचय दुनामा पञ्चाउन्न लिएर आएँ। अन्त राति लिएर आएर खाएँ। अन्त म पञ्चाउन्न ल्याएँ, भोलि आफ्नो गएर खानु ल। अब भन्नु त पऱ्यो, मैले ग्रहण गरेर सुनाएको छुइनँ, तर मेरो त्यो परिवर्तन भएको छ। अनि त्यहाँदेखि पकाइ तुल्याइ गरेँ। अनि त्यहाँदेखि नानीहरू चारचुर उठाएँ, हातमुखको धुनु लगाएँ। नानीहरू उठेर त्यो अपुङ्गको टिकाहरू सबै लगाएँ। पञ्चाउन्न पसल खाएँ नानीहरू। अन्त मलाई म खानापिना पकाउँदैछु, उहाँ काम जानु है, उनीहरू पनि काम गर्दैछ, नानीहरू स्कुल पढ्नु सबै धमधम गर्दैछु। गर्दाखेरि वर्ष खाना आइजानु। अन्त म त खाँदिनँ। फेरि त्यो आइनेहरूको त्यो महिना हुने बिमारमा चाहिँ के अरे प्रधानहरूकोमा चाहिँ महिना बार्नु पर्ने हो। अन्त त्यहाँ त नसुनी भएर पनि भात पकाउनु थालिस् भने मैले त्यो प्रसाद खानु छुनु हुँदैन भन्नु जस्तो गरेर त नभएर पनि त भात पकाउनु थालिस् भने होइन, त्यस्तो अहिले के पनि छैन। अन्त किन खाँदैन प्रसाद? उसले शङ्का पाइसकेको छ। मैले म परिवर्तन भएको मैले बुझिसकेको छ। अन्त उसले बिस्तारो तरिकाले मलाई ल्याउँदैछ। अन्त मैले प्रसाद खानु पहिलोचोटि खाएन। अन्त मैले म प्रसाद खानु डाडु पन्यु सब्जी चलाउँदै पन्यु बगेर गएछ। अनि त्यहाँदेखि अन्त म एउटा कुरा भन्छु नरिसाउनु ल ल भन् प्रसाद हातमा लिइरहेछ। यो अपुङ्गो यो आँटाको पिठो हो। यो आँटाको पिठोमा 5वटा थोक हालेर पञ्चायत बनाएर दुध मरिच ल्वाङ अलैँची चिनी लगाएर अपुङ्गो बनाएको। यो आँटाको रोटी बनायो भने एउटा रोटी बनायो भने खाजा टर्छ। यसले त हचम्मै कुरा भन्नु थाल्छ त होइन। अन्त यो कुरो ठिकै हो त। अन्त त्यहाँदेखि यो पञ्चाउन्न चाहिँ गाईको दुध हो। गाईको दुधमा 5वटा चिज मिलाएर पञ्चाउन्न बनाएको। पञ्चाउन्न बनाएर चाहिँ अनि त्यो खाएर शुद्ध हुन्छ। भने मान्छेभित्र पाप छ, त्यो बाहिर गाईको खाएर शुद्ध पनि हुँदैन। अन्त त्यो पञ्चाउन्न त्यो गाईको दुध चाहिँ सधैँभरि खाएर पनि हामीलाई भिटामिन हुन्छ। भिटामिन धेरै लामो आएको हुन्छ, काम गर्नु सक्छ। अन्त यो सेलरोटी यो चाहिँ फलफुल चाहिँ यो सुन्तला केराहरू चाहिँ सधैँभरि खायो भने हाम्रो ताकत आउँछ, हाम्रो आयु लामो भएर जान्छ। सेलरोटी पनि एउटा चामलको पिठो हो। त्यसले यसरी पोलेपछि दुई तिनवटा खायो भने छाप टर्छ, खाजा टर्छ। यो खाएर चाहिँ सबै टट्टी भएर जान्छ। तर यसले चाहिँ केही उन्नति गर्दैन। यसले त असम्म के कुरा गरे त आज। होइन तँ त कस्तो खालको भएछौ, आज कुन तरिकाको बोलिछौ तैँले? हो त यो कुरा ठिक हो। तँ त चल गइस् गएँ त। कहिले गएस्? अस्ति गएँ। ग्रहण गरिस्? गरेँ त। कहिले गरिस्? के गरेँ? यस्तो गर्नु पापी छु। अन्त तैँले प्रसाद नखानु। यो खाएर चाहिँ टट्टी भएर जान्छ, तर शान्ति छैन यसमा। तैँले जान्छ, ठिकै छ। अन्त ग्रहण गरिस्? गरेँ। अब त झगडा तब त झगडा पनि नगर्दो रहेछस्, मलाई पनि छोप्नु नआउँदो रहेछस्, रक्सी पनि नखाँदो रहेछस्। यो मेरो बुढी किन बदलाउ भयो, किन परिवर्तन भयो भने त यस्तो रहेछ र त अस्ति भन्नुपर्छ नि मलाई तैँलाई भन्नु कि मलाई खुसी लाग्यो। मलाई जानु दिने रहेछ, सेवा जानु दिने रहेछ, खुसी लाग्यो। त्यहाँदेखि त्यस गर्दै सेवा गरेँ। सेवा गर्दा अन्त डिसेम्बर आयो। अन्त डिसेम्बर अक्टोबरमा भएको डिसेम्बर आयो। डिसेम्बरमा चाहिँ अहिले मैले पत्रिका टिप्नु राति सबैजना गयो सबै टिप्यो। अन्त म पनि गएर आज उहाँ के अरे चर्चमा पत्रिका टिप्दैछ, म चाहिँ जान्छु, तपाईँहरू बस्छु न जा भने गएँ। अन्त सबैले धन्यवाद चढायो। त्यहाँदेखि अन्त त्यहाँ पत्रिका टिप्यो। मैले व्रत मात्रै गरेको छु, बत्तिस भएको छैन। अन्त हौ त्यो पत्रिका टिपेर चाहिँ अन्त सबैले 12 बजी सबैले पत्रिका टिपेर धन्यवाद चढायो। मलाई अन्त सुनिँदा बढी मैले बत्तिस भएको छैन, टिप्नुहुन्छ हुन्छ भने ग्रहण गरेर टिप्नुहुन्छ। नेपालमा पत्रिका टिप्यो गएर प्रार्थना गरेर प्रभु मलाई के दिनुहुन्छ तपाईँले? म ग्रहण मात्रै गरेको छु, मलाई के दिनुहुन्छ भने प्रार्थना गरेर टिपेर यशायाको 41:15 पढ्दिनु त।
यशायाको 41को 15 पद। यशाया 41को 15 पद। हेर म तिमीलाई एउटा नयाँ दाँत भएका धारिलो काट्ने हतियार बनाउनेछु। तिमीले पहाडहरू झाट्नेछौ र पिटेर धुलो पार्नेछौ अनि डाँडाहरूलाई भुस र झुझ्याउनेछौ। योपट्टिको मैले पाएँ ग्रहण मात्रै गरेको थियो यो तँलाई के अरे तँलाई म एउटा नयाँ टिको अन्न कुट्ने दाँत भएको हतियार बनाउँछ नि। अन्त हतियार अब दाँत भएको हतियार अरे अन्न कुट्ने अरे कस्तो खालको आउला दाँत कस्तो गरेर मैले त्यो हेर्ला कस्तो खालको हुँला त्यस्तो डर पर्छ मलाई। अन्त सुमित्रा बहिनीपट्टिको टिपे त अन्त मैले खै एउटा हेरौँ अन्त हेरेँ सुमित्रा बहिनीले डर देखाइदिएँ मात्रै गरेर त्यो बडीलाई त लुगा खाँदै साडी खाँदै मुखको गाले त पोको परिसक्यो ऊ खाँद्नु छोडेन। कालो निलो हरियो पहेँलो सबै भइसक्यो बडी त ला के भयो बडीलाई त मेरो पट्टिको हेरेर त्यहाँदेखि एकछिन पछाडि फेरि आफै राम्रो भएर त्यहाँदेखि मलाई थ्याच्चै राख्यो। अन्त राख्यो घोप्टो पाएँ दिने घोप्टो पाएर दुईजना प्रार्थना गर्नु बडीले प्रार्थना गर्नु यस्तो खालको पट्टिका दिएको छ तिमीलाई नि। अब तिमीलाई प्रभुले एउटा हतियार बनाउँछ। हतियार अब के हो हतियार म थाहा छैन। अन्त हौ त्यो भएकोले गर्दा आजसम्म त्यो पत्रिका हतियार चाहिँ हेर मलाई अन्न कुट्ने तँलाई नयाँ टिको दाँतहरू अन्न कुट्ने हतियार बनाउँछु भनेर बनाइराख्नु भएछ। अब मैले ग्रहण गरेँ 1986 सालमा ग्रहण गरेँ। 1987 सालको जनवरी 5 तारिक मैले बत्तिसमा पाएँ। बत्तिसमा हुनेवाला थियो तर मैले बत्तिसमा लिँदाखेरि फेरि मैले घरको बाबुलाई भने बाबुलाई पनि तरिका लगाएर अब अलिकति प्रभुले मलाई त्यो दिमाग दिएछ। पहिले त्यो बुढालाई पठाइहेर्नु अन्त पहिलेको काममा चाहिँ बत्तिस हेर्नु पठाएँ हेऱ्यो अन्त फेरि पछाडिको टर्ममा चाहिँ अनि मैले बत्तिस लिनु पऱ्यो। अन्त बत्तिस लिनु मन लाग्यो मलाई। अन्त त्यहाँदेखि अब भोलि बत्तिस छ अन्त मलाई एकदम मन दुखेर प्रार्थना गरेँ प्रभु मलाई भोलि बिसाइदिनु मेरो रोगले यति साह्रो पेट गरेछ मैले देख्नु सकेको छैन मलाई बिसाइदिनु म भोलि चाहिँ पक्का बत्तिस लिन्छ। त्यहाँदेखि बत्तिसको लागि म त्यहाँदेखि नानीहरूलाई सल्लाह गरेँ अन्त गीत ठुलो छ गीत उठ चियाहरू पकाएर पकाएर सेवा जानुपर्छ पर्दैन जानु भन्ने। अन्त होइन आज बत्तिस छ जानु पऱ्यो नि हेर्नु लाग्छ भन्दै के चप्पै पानीमा डुबाउँछ फुट्दै निकाल्दो रहेछ पर्दैन जानु भन्नु मलाई। तपाईँलाई चाहिँ हेरेर चप्पै पानी मैले त्यो पनि हेरेको छुइनँ कस्तो पोलिटिक्स खेल्नु पर्दछ त्यस्तो मूर्ख मान्छे छन्। अन्त प्रभुले मलाई त्यस्तो कुरा नि मलाई प्रभुले सिकायो। अनि त्यहाँदेखि मैले अन्त बत्तिस हेर्नु चाहिँ म जान्छु पर्दैन त्यो सधैँभरि गएछ भने त पक्का पो हुन्छ है नजाए भन्नु भन्यो। अनि त्यहाँदेखि प्रभु आज म पक्कै बत्तिस उपास लिएर जा तैँले विजय पाउँछस् भन्नु मनमा मैले मुखमा पानी पनि हालेन खानापिना सबै बनाएँ त्यसलाई खाएँ बाबुलाई पनि खाएँ। ऊ पनि अब आइतबार भए पनि ऊ अफिसमा जान्थ्यो त्यो ट्र्याक्टर कोही छोडेको काम सबै गर्थेँ। अन्त अफिसमा जान्थेँ अन्त मेरो मैले पनि लुगाफाटा लगाएँ नानीहरू चिट्टा पऱ्यो चट्टी पऱ्यो बाउ पनि हेर्नु जानु चिट्टा पऱ्यो ड्रेसिङ महिनामा टप्पर खोल्दैछन् ल अब के अरे सेवा त जाने मलाई पनि आज बत्तिस हुनु मन लागेको छ। अब म त बत्तिस हुनु पऱ्यो अब हुँदैन ग्रहण त गरिस् तर त्यो ग्रहण गरेको केही पनि होइन। बत्तिस भएको चाहिँ मेरो त सबै पुल त डुबाउँछ जस्तो तैँले त पुल डुब्छ बत्तिस भएर पुल हराउँछ मेरो तर तैँले त बत्तिस हुँदैन। अनि मलाई लिनु मन लाग्यो नि त हुँदैन होइन मलाई लिनु मन लाग्यो प्रभुले मलाई अगाडि गरेछ। आज तैँले बत्तिस प्रभु मलाई चाहिँ शक्ति दिनुहोस् बोल्ने सामर्थ दिनुहोस् यो मान्छेको मुखबाट चाहिँ जा भन्ने शब्द तपाईँले दिनुहोस् भने भित्रभित्र भन्दैछु। आपद विपदमा चाहिँ मुखले भन्नुभन्दा मनले भनेको प्रार्थना छिट्टो सुन्दो रहेछ। अनि जा भन्ने शब्द चाहिँ यो मान्छेको मुखबाट दिनु पर्यो भन्दै प्रार्थना गर्दैछ। फेरि अर्को मुखले पनि यहाँ बोल्दैछु नानीहरू आँगनमा खेलिसक्यो जाउँ भनेर आइसक्यो म त्यो उभिरहेको छु। अन्त अब मैले एउटा कुरा भन्छु ऊ चाहिँ कपालहरू गइरहेको छ उसलाई मलाई तार्नुको लागि क्या उसलाई टोक्नुको लागि त्यसो गरिरहेको कपालहरू गइरहेछ सेन्टरवाला हुँदैछ। मैले बाइबलको वचन अनुसार चाहिँ लोग्ने मान्छे चाहिँ परमेश्वरको प्रतिरूप पारे। अहिले मैले बाइबल पढेपछि चाहिँ लोग्ने मान्छे प्रतिरूप पारे भनेर चाहिँ मैले तपाईँलाई आदर इज्जत सम्मान सबै दिएको छु पहिले जस्तो म छुइनँ। तर अब यही प्रतिरूपबाट चाहिँ मैले लोग्नेलाई त आदर दिनु भनेको छ आज्ञाकारी हुनु भनेको छ। यस कारण तपाईँले अब मलाई बत्तिसको लागि जा भन्यो भने तर
तपाईँले आशिष पायो। तर के अरे जानु दिएन भने तपाईँको मनमा शान्ति हुँदैन, तपाईँले श्राप आउँछ, श्राप। त्यस कारण प्रभु सत्य हो, सत्यको कुराको लागि तपाईँले अड्काइराख्यो भने चाहिँ तपाईँलाई राम्रो हुँदैन, शान्ति हुँदैन। लोग्ने हो, प्रभुको वचनले भनेको छ लोग्नेको कुरालाई चाहिँ मान्यता दिनुपर्छ भनेको छ। अब म तपाईँलाई परमेश्वरको प्रतिरूप राखेर चाहिँ म तपाईँलाई सोध्दैछु, यो चाहिँ प्रभुको कुरा हो। एक शब्द तपाईँले चाहिँ कि जा भन्नु पऱ्यो कि नजा भन्नु पऱ्यो। नजा भन्यो भने तपाईँ अर्कै पाठ आउँछ, जा भन्यो भने तपाईँलाई आशिष पाउँछ। म चाहिँ त्यागी छु, अब तपाईँ हुनुपर्यो के भन्नु छ भन्दाखेरि ढिलो भइसक्यो, स्याउ सुन आएको भन्नुहोस् तपाईँले भनेर मात्रै म खुट्टा चाल्छु भन्दाखेरि तेरो खुसी गर भन्यो लु प्रभु धन्यवाद, त्यति भने कहाँ आउन उठी तेरो खुसी गर भने त्यो 1 रुपियाँ लगानी बाटो त कति बेला माग्दै पुगेर आँगन पुगिसकेको म त 1 रुपियाँ भाडा लगानी पैसाले त खुट्टाले हिँडेर गएछ, नानी पनि हिँडेर। अन्त बढी भने हजुर बढी भने जय पायो पाएँ दिदी ल आऊ भने त्यहाँ आयो। दिदीले प्रार्थना गर्थ्यो, अन्त प्रार्थना गरेर त्यहाँदेखि मैले 1986 सालको 87 सालको जनवरी 4 तारिक बक्सी, अन्त जनवरी 4 तारिक बक्सी ल्याएको। जनवरीकै के अरे त्यही वचनअनुसार त्यो पत्रिकाको अनुसार जनवरीकै त्यो 4 तारिक बक्सी भएको 27 तारिक एउटा परेर डल्लै प्रब्लम आयो। जनवरी 27 तारिक एउटा त्यो प्रब्लम आयो। अन्त 88 जनवरी 87 साल 88 सालमा अहिले प्रकाश भाइ अहिले ऊ पुलिसमा बसेर एकदम दास भएर बुढी चाहिँ सिँचाइ गाडी चलाएर दासिनी भएर बसेर, अन्त तिनीहरू एकदम गति हराइसकेको थियो। कालो ज्वरोले कालो भए त दाँत पहेँलो थियो, कालो थियो, कालो ज्वरो आएको टिभी ज्वरो थियो त्यो अन्त प्रभुको वचन सुनेर अनि मैले त्यहाँ तिनीहरूले प्रभुको वचन सुनाएर तिनीहरू सबै डल्लै 1988 सालमा चाहिँ त्यो परेर आयो। यसरी गर्दै जाँदाखेरि हेर म तँलाई अन्ना कोट्ने माया दिएको दाँत भएको हतियार बनाउँछ भने। अन्त एसआइया के अरे 48को 10 पदमा हेर्नु त, एसआइया 48को 10मा प्रभुले मलाई कस्तो खालको दिनुभएको छ। हेर मैले तिमीलाई खारेको छु तर चाँदीलाई जस्तो होइन, मैले तिमीलाई कष्टको भट्टीमा चुनेको छु। कष्टको भट्टीबाट मलाई मेरो बुढाले सताएर कष्टको भट्टीबाट मलाई निकाल्यो। अब बक्सिसमा भएर फेरि अर्कै पाठ, बक्सिसमा भएपछि अर्कै पाठ। अब म नयाँ मान्छे विश्वासहरू आउँदाखेरि केटी बहिनी मान्छेहरू आउँदाखेरि कसलाई फकाइदिनुको लागि आएको, तँलाई मन परेको छ अरे कुन चाहिँ केटाले भने। अनि म त्यसमा पनि केही बात लाग्दैन। केटा मान्छेहरू भाइ छोरा मान्छे आयो भने तँलाई मन परेर बोलाउन आएको, मन परेर लान आएको यस्तो भन्ने त्यस्तो बोल्ने। अनि मैले त्यसो भन्दाखेरि मलाई मन दुख्यो। त्यो भाइहरू बहिनीहरू अब मलाई नयाँ मान्छे भनेर सङ्गत दिन आउँछ नि त, तर आउँदाखेरि त्यसो भन्दाखेरि चाहिँ मैले सबैले भन्ने सेवा गर्नु उहिले पनि नआउनु, मेरो खालि प्रार्थना मात्रै गरिदिनु, प्रार्थना चाहिँ गरिदिनु, तर दिदी बहिनी दाजु कोही नआउनु मेरो तपाईँहरू भनेको चाहिँ म सुन्नु सक्दिनँ, मन दुख्छ ल। हौ त्यहाँदेखि चाहिँ फेरि यता फेरि अर्कै तरिका पिसुन भएछ होइन भाइ बक्सिस छैन भने मेरो झार डुबाइदिन्छ तपाईँ। अब म केही पनि गर्नु सक्दिनँ, रातभरि होइन। त्यहाँदेखि मलाई के अन्त त्यहाँदेखि मेरो नानीहरूको 3टा बाइबल थियो, नयाँ बाइबल। अन्त मेरो बाइबल चाहिँ यो ठुलो बाइबल लगेर साथीको घरमा लगेर लुकाइदिएछ। अन्त त्योभित्र मेरो पत्रिका थियो, प्रस्थानको मात्रै भनेको सुनेको थिएँ। त्यो राम्रो गरेर त्यो प्रस्थानको त्यो बाइबलको पत्रिका मैले राम्रो गरेर बुझ्नु पनि पाएन। त्यो पत्रिका लगेर पनि डढाइदिएछ। त्यो 3टा बाइबल पनि डढाइ भयो। किचनबाट डढ्न आँट्यो, माथि आगो लागिसक्यो। अनि हाम्रो बाइबल डढायो भने डढ्नु चाहिँ तिम्रो डढेको छैन, म पनि डढेको छैन। माग्न थुप्रो बाइबल छ, म मागिदिन्छु। चुप्प लागेर बस प्रार्थना भने डढ्नु पर्छ। आज चाहिँ सबै शेष भयो। त्यस्तो गर्दै मलाई त्यो जब बाइबल डढायो त्यहाँदेखि मलाई दुष्ट पैदा पनि खायो। त्यहाँदेखि मलाई अन्त त्यहाँदेखि राति भएपछि दिनभरि चाहिँ अफिसमा स्टाफ भएर राम्रो काम गरेर हामी घरमा आउँछ अर्कै तमासा। त्यहाँदेखि मलाई के गर्ने के अरे सुर्ती खैनी चपाएर अन्त आइज तँलाई म के अरे आँखामा मालिस गरिदिनु तेल लगाइदिन्छु भन्ने। अन्त जगटेर ल्याएर आउने, पछाडिबाट झार्ने अन्त भुइँमा राख्ने। अन्त आँखा च्यातेर यसरी आँखा च्यातेर खैनीको झोल यसरी हालिदिन्थ्यो। आँखा चपाएर तेल खैनीको चपाएर यसरी हाल्नु पोलेर बटबट भएर प्रभु
फुटेर नि भर्खर तपाईँलाई मैले हेरेको छु पाएको छु। तपाईँ मैले राम्रो गरेर पढिसक्नु भएको छैन, तर मेरो आँखा फुट्यो भने चाहिँ म तपाईँलाई केही पनि गर्नु सक्दिनँ। मेरो आँखा बनाउने मेरो बुढाले गयो, तर आँखा चाहिँ तपाईँको हो। अब म पानी धारमा पानी त छैन, बुढाको हातमा चाबी छ, किचनमा पानी छ, म त्यहाँ म माग्नु सक्दिनँ। अब धारमा पानी छैन, तर म विश्वासले म जाँदैछु पानी सर्दै गएर धारा खोलेर रहेछ पानी तपाईँलाई धानमा चढाएर पस्नु भए आँखा रातो भएर पोलेर अन्त भोलिपल्ट बिहान अन्त त्यो पानीको फिल्टर सबै त्यही थियो। अन्त गोपालको आमा भने औ गोपालको आमा आज राति त पानी बन्द भएको रहेछ, तिम्रो बाजे ऊ के अरे रक्सी खाएर वाट्टै मातेर त पानी बन्द गर्ने ठाउँ पुग्नुभन्दा अगाडि नै सुतिसक्यो, लडेछ बाटो भए। अन्त त्यत्तिकै त्यो नालामा सुतेछ, बिहान पो उठेर गयो। प्रभु धन्यवाद, त्यो मान्छे नसुतेको भए, त्यो मान्छे त्यो नालामा नलडेर गयो, त्यो धारमा पानी आउँथ्यो अनि मेरो आँखा फुट्थेन। प्रभु धन्यवाद, जे पनि गरेर तपाईँले प्लान मिलाएर त्यो मान्छे सुताउनु दिनुभयो, धारमा पानी रहेछ, मेरो आँखाले जाति पार्नु धन्यवाद। यस्तो सर्टकट काम गर्ने तपाईँहरूलाई चाहिँ मलाई खुसी लागेको थियो, अनि खुसी भएर धन्यवाद जनाएँ। अनि किन किन तिम्रो आँखा के भयो, अब बुढाले यस्तो गरिदियो भने ठिकै पऱ्यो किसन भएर भन्छ भनेर त्यो के भयो मेरो आँखा बिहान राति यस्तो भयो। नानीको दुध लगाइदिउँ न, नानी खाने दुध लगाइदिउँ। अन्त एउटा बहिनी आएर दुध लगाएको सिक्क झन् आँखा राम्रो हौ त्यसो भए त्यस्तो भए पछाडि अब त्यति भयो नि उसलाई सन्तोष भएन। अनि त्यहाँदेखि अन्त घरमा रासिन पानी बन्दै ल्याउनु छोडेँ। तलब थाप्ने उठाउँदै पार्टी गर्ने उठाउँदै खुवाउने कोकोलाई दिने स्कुल फिस चाहिँ तिर्ने, तर घरमा चाहिँ बन्दै रासिन नलाने भोक्क हेर्ने। अन्त त्यहाँदेखि सबैले रासिन ल्याइसकेर मजाले भात खाएर हाम्रो छैन घरमा। अन्त मैले भने तपाईँले के अरे रासिनहरू ल्याउनु भएन ल पैसा पाएन तपाईँले, पाएँ त रासिनहरू चाहिँ अन्त नल्याउनु। अन्त के अरे पाएर पनि मैले त सबै पार्टी गरेर खाएर सकेँ त ल। अन्त घरमा त रासिन अनि त्यो तँ त किसन भएको होइन, जान चर्चमा गएर एकदम बन्डिल बक्स हुन्छ नि, एक बक्स डल्लै मागेर लिएन, बसी बसी खाउँ। कस्तो अनुहार पारेर बोल्ने, रक्तो रातो डरलाग्दो अनुहार पारेर बोल्ने। अन्त ल हुन्छ त्यो पनि मैले भनिनँ, केही भनिनँ। त्यहाँदेखि नानीहरू स्कुल गयो, उसै उता जाने ड्युटी जाने। म चाहिँ दलको यसरी उठेर एकदम प्रार्थनामा बस्थेँ, प्रभु यस्तो मान्छेलाई तपाईँले बचाउनुहोस्, मलाई सताउनुको सट्टामा तपाईँलाई बचाउनु भएन हुँदै प्रार्थना गरेँ। घोप्टो परेर त्यो मलाई सरापेर सकिस् भन्न आउँथेन दल ठटाउनु जान्थ्यो दलको पनि ल त्यो उसले दियो 100 रुपियाँ लैजा चामल किनेर भन्थेन। त्यो चामल किनेर ल्याएँ अनि त्यो खोलेर खाएर के बनाएर चामल बनाएर खुवाएर पठाउँ। त्यस्तो गरेर त्यहाँदेखि कतै नभएर त्यो लोग्नेको कुरै नसुनेर मैले अन्त त्यो अब फुजिङको बिल्डिङ टुट्टो 4 तले 5 तले बिल्डिङ बनाउने, गाडी ढुङ्गाले त्यति झार्ने। अनि त्यहाँदेखि मैले के गरेँ, त्यहाँ गएर मालिक यो ढुङ्गा के गरिदिएँ, घर बनाउने अब अन्त कसले फुटाउने, लेबर ल्याउने, अनि फुटाउने मान्छे कति हाजिरी हुन्। अन्त हाजिरी चाहिँ सानो गिटी कुटेर चाहिँ 200 के अरे 50 रुपियाँ दिन्छु, 250 रुपियाँ दिन्छु भने ए होला हो त मैले कुट्दा हुन्छ कुट्नुहोस् भने मेरो सरकारबाट ल्याएर अम्बा ल्याएर यत्रो ढुङ्गा बङ फुटाएर सानो चप्टा बनाएर यत्रो बनाएर त्यहाँदेखि यत्रो बनाएर त्यहाँदेखि फुटाएर यत्रो बनाएर 2.5 रुपियाँ बाक्सा गरेर कुटेँ। त्यो कुट्दै गरेर अब घरमा रासिन पानी छैन, त्यो के अरे उसमा गएर मुरी भन्दा पनि त्यो मुरीवालाले चिउरा मुरी थापेर त्यहाँ राख्थेँ। अन्त नानीहरू त्यही चिउरा मुरी त्यही खाएको सन्तान ल ल त्यो खानु त्यही खान्थ्यो चिउरा मुरी, त्यो पनि चियासँग चिउरा राख्नु खुवाउँथेँ। बाउलाई पनि त्यो चिउरा मुरी खुवाउँथेँ, चिया बनाएर दिएँ। तर म चाहिँ 1 केजीको पानी मगमा लगाएर दाउरा पनि छैन फेरि कागज बालेर त्यहाँदेखि त्यो पानी तताएर चिया गराउँदा रातो भएर नुन लगाएर अन्त जेबीको लुगा साडी किनेर पटुका टान बाँध्नु, प्रभु मलाई चाहिँ तपाईँले शक्तिले यही पानी मलाई शक्ति दिनुहोस्, म ढुङ्गा कुटेर पनि मैले यो पत्ला लोग्ने पाल्नु सक्नु भने प्रार्थना गरेँ। त्यहाँदेखि सट्टै पानी पिएर त्यहाँदेखि गएर डङ्की हम्बारी मात्र ढुङ्गा फुटाएर एकदम गाडी लगाएर खानु, हप्तै पछि पैसा थाप्दै रासिन पानी किन्दै खुवाउँदैन त्यसरी। तर सेवा चाहिँ जानु पर्दैन, सेवा गइस् कि तेरो घेवा भन्नु, अन्त जानेन त्यो सेवा। अन्त र पनि म सेवा पनि आउनु सक्दिनँ, तपाईँहरू कोही पनि नआउनुहोस्, मेरो लागि प्रार्थना मात्रै उठाइदिनुहोस्, तर कोही मुख देखाउनु नआउनु। म विश्वासहरू भन्नु म सुन्नु सक्दिनँ,
सबै रुँदै जान्थ्यो प्रार्थना। अन्त म लुते भएको कमजोरी भएको बिमारी भएको सुविधा पनि थाहा पाउँथेँ। अन्त हर्सहरू केहरू किनेर पठाइदिन्थेँ म बहिनीलाई दिनु खानु भन्नु ल भन्नु। अन्त हो त्यो हर्स चाहिँ अन्त तातो पानी हालेर खानु त्यसो गरेर बसेँ। जब राति 12 ठक्कै 12 बजी राति भयो त्यो स्कुल पढेर आएको नानी ट्युसन पढेको नानी राति थाकेर गएर सुतेर च्याप च्याप केसमा चाहिँ जुट जुट उचाले हिँड भन्नु हिँड 12 टक्कै 12 बजे हिँड भन्नु हिँड्यो अन्त त्यहाँ अनि त्यहाँदेखि दैलो थुनेर नानी छोरा चाहिँ उसले हातमा लिने 2 दिन छोरा चाहिँ मेरो साथी त्यहाँदेखि खोलै यताबाट गयो भने पुलिसले पक्रिन्छ भनेर उता पुराबाट आउने दुधी खोला अन्त यता दक्षिणबाट आउने तुर्सा खोला दुधी खोला दोकानमा लान्छु मलाई राति 12 बजी राति। अन्त त्यहाँ त्यो के अरे उयो के अरे रातिको ड्युटी गर्नेहरूले डन्डा बोकेर आउँथे कहाँ गएको किन गएको नानीहरू लिएर भन्दाखेरि अन्त ए उता हाम्रो आफ्नो मान्छे घरमा गएको बाटो बिर्सेर यता आएको भने आफैले भन्थ्यो। त्यसो गर्दै जान्थ्यो अन्त सट्टै उता पार गरेर त्यहाँदेखि इन्डियाको निस्किन्थ्यो भुटानबाट इन्डिया निस्किन्थ्यो। अनि इन्डिया निस्किँदाखेरि 12-1 बजी राति हुन्छ। अन्त प्रभुले परम प्रभुमा भरोसा राख्ने उनका प्रियजनहरू उहाँमा त्यही गीत गाउँदै म हिँड्थेँ। त्यसै हिँड्दै हिँड्दैन ज्वरो आइरहेको छ भुँडीमा छैन खाने उनीहरू त अब चिउरा मुरेर पनि खुवाइरहेको छु त्यहाँ मेरोमा त केही छैन शक्ति छैन तर पनि म शक्ति हिँड्दैछु त्यसो गर्दै अनि त्यहाँदेखि उता गाउँमा पस्यौँ। गाउँमा आमा चर्च आउनु आएको बाउले त्यहाँ पठाउँदै अन्त शनिबार पारेर हामी त्यसो गएको आइतबार बिहान अन्त एउटा गोविन्दको घरमा पसेर रक्सीको भट्टी बनाएर खाएर मातेर लट्टै खाएर सबै भट्ट डान्स गरेर सकेर कहीँ थिएन उहाँलाई भने त्यतिखेर मैले बोल्नु भयो भन्दा ऊ आफूले दिदी मेरो बुढी पनि के अरे आइडेन्टिटी कार्ड मैले उता भुटानमा पठाइदिइहालेँ अन्त यसको आइडेन्टिटी कार्ड नभएकोले गर्दा घर घरमा चेक गर्नु आउँछ भनेर यता आएको नि भागेर ए हो हामी पनि हो आइडेन्टिटी कार्ड नभएर उहाँ बस्नु नसकेको भन्नु सुता नानीहरूलाई म त्यहीँ सुत्यो अनि म पनि त्यहीँ सुतेँ। त्यो गोविन्द भन्यो भाइ उता लैजाउ ल के अरे यसलाई चाहिँ बाबुले काका उता सुताउन अनि त्यहाँ चाहिँ त्यहाँदेखि मेरो छोरी चाहिँ कान्छी छोरी ज्योति चाहिँ छोरी चाहिँ गोप्टेपानी पाउँदा जानुभएको अनि त्यहाँ म बहिनीहरूले दिएको दिदीहरूले हो यस्तै लोड जाने भयो अरे घोप्टो पारेर घुँडा टेकेर घोप्टो पार्ने लोदा नि घोप्टे नानीहरूले त घरमा लोदा लाउँछ हो त रहेछ ऊ हेर त तेरो बहिनी ए गीता तेरो बहिनी ठाडो होइन बढी अहिले आफै सिधा हुन्छ यसले प्रार्थना गरेको ए प्रार्थना गरेको त्यहाँदेखि त्यसो गरेर त्यो राति सुतेँ बिहान उठ्दा दुस्रो पुस्रे अन्त के त्यो राति भएर जाँदाखेरि बाटो जाँदा बाटो बिर्सेर बिहारीको त्यो जङ्गलभित्र पस्यो कुकुर भुकेर छोप्यो। अब नानीले टोक्छ कि मलाई टोक्छ प्रभुसँग प्रार्थना प्रभु यो कुकुरको पनि मुख बाँध्ने तपाईँको हात हो मलाई टोकेर त्यो मान्छेहरूले तीर भाला हानेर लागेछन् चोर्न आएको थियो उसलाई कृष्ण ऊ यसरी तीर लागेर मऱ्यो भने तपाईँले पर्दैन त्यो कुकुरको मुख तपाईँले पर्दैन मलाई यस्तो आपतमा तपाईँले मलाई सम्मान गर्नु प्रार्थना कुकुर चुपचाप त्यहाँदेखि गएर त्यो गोब्रिङ खानु सुतेर त्यो राति बसेर बिहान एक गरी चिया खाएन। अन्त उताबाट अब सेवा आउँदैछ अनि मलाई के भन्यो बाटोमा चढ्न आउँथेन सेवा गइस् कि तेरो घेवा सेवामा तेरो विश्वासी मान्छेहरूसँग बोलिस् तेरो मुटो यस्तो मुटो बटारिदिने अन्त उताबाट आउँदैछ भाइ बहिनीहरू हिँडेर आउँदैछ त्यहाँदेखि मलाई चाहिँ नपर्ने मसँग बात मलाई यसरी बात मलाई नहेर्नु हेर्छु कि हेर्दैन मैले यसरी पोल्टे पर्दै हेर्दै गर्ने म चाहिँ पछाडि चाहिँ अगाडि त्यसो गर्दै गएर त्यहाँनिर मलाई बात पनि नगर्नु पुग्नु त्यही जानु सेवा जानु मलाई नहेर्नु त्यहाँदेखि नगर्नु भन्दै जानु उनीहरू मेरो समाज यसो घोकेर जान्थ्यो। त्यसो गर्दै उनीहरू गयो गइसकेपछि त्यहाँदेखि हाम्रो घरमा पुग्यो। घरमा जाँदाखेरि यस्तो सर्कट बाटो भएर जाँदा एउटा ड्राइभर भाइ थियो अन्त हाम्रै विश्वासी उनीहरू त गाडी भएको झुलझुली जाँदै अन्त 5-6-7 दिन बाद हामी भात नखाएको तातो भात नखाएको अनि त्यहाँदेखि के अरे त्यो बाटो भएर जाँदा त हामी नानीहरू देख्यो अनि नानी तान लगेर आइज नानीहरू भनेर लगेर गोरुको मासु भात पकाएर उनीहरू नानीहरू दिएर नानी पल्टीको चाहिँ मजाले खानु थाल्यो ला बाउ चाहिँ फेरि उता अर्कै बाटो सुत्तै गयो हामी चाहिँ यो बाटो सर्टकट भएर घर फर्क्यौँ। त्यहाँदेखि त्यो भाइले देखेर नानीलाई तानेर लगेर पायो
नानी खाए नानी ए पल्टी बसेर खुसी भएर मासु भएर तिमी खानु दिदी खानु खा पारेन एक दुई अब प्रतिदिन भएको त्यो नखाएको अन्त एक दुई दिन स्वाद पनि त्यति लागेन त्यो एक दुई दिन खाएँ त्यो खाएर त्यो खाउन्जेल चाहिँ यता दाल चामल नुन तेल आलु मसला के सबै हालिदिइसक्छ त्यो बहिनी झोलामा त्यो बाहिर बस्नु झोलामा हालिदिइसकेको त्यहाँनिर अन्त त्यहाँनिर हात धुएर त्यहाँदेखि गयौँ बाउ त कता बस्यो नानी छोरा बोकेर मेरो नानी बोकेर लिएर गएर घरमा पुग्नु बिहान नानीहरू त्यो तातो भातले मातेर क्या कति दिनसम्म नखाएको भए लाला बाटोमा पुग्नु रोड्नु थाल्यो म पनि धङ्गनी लाग्नु थाल्यो त्यो भात पसेछ धङ्गनी लाग्नु निगेर लाग्नु थाल्यो अन्त मेरो नानीहरू समात्तै बोकेर लगेर च्याप्सुसँग तेल फोडेर भित्र मङ्गल मुङ सुत्यो त्यो लोड अब मात्यो भातले म पनि एकछिन चाहिँ धमधम भयो अन्त त्यहाँ नुन पानीहरू के लगेर खाएपछि अनि मलाई चाहिँ अलिकति राम्रो अन्त दुई छोरी सुतिरहेको अब चामल त सबै आयो अब दाउरा छैन दाउरा हुँदा अन्त गीता जुन दाउरा गर्नु भात फाल्छु म स्याउँदैछ त भन्दा पनि स्याउनु फाल्नु जुन दाउरा गर्नु अन्त ल हुन्छ भने नानीलाई भित्र चुको लगाएर सुताइ राखेर अन्त गीताहरू म चाहिँ छोरी मै दाउरा गर्नु जङ्गल दाउरा गर्नु जङ्गलमा जाँदाखेरि अन्त दाउरा खोजेर झिँगा मिर्गा चाहिँ दाउरा बोकेर राख्नु मात्रै राख्दै थिएँ अनि त्यहाँदेखि ठिक्कै 1:30 बजी डेढ बजी भयो उता धाममा धानमा चढ्ने बेला भयो त्यहाँदेखि मलाई अन्त घुँडा टेकेर धानमा चढ्नु गम्छा ओछ्याएर गीता त यतै दाउरा खोज्दै गयो म गाउँलाई धानमा चढ्छु ल भोक्टो पारेर धानलाई चढाउँदै थिएँ आमा बाँधा त वरिपरि गएर मलाई देखेर नि सबैले दाँत देखाएर हाँसिरहेको रहेछ अरे अन्त गीता आमा तपाईँले त बाँधाले घेर्यो मारे अब त म यहाँ धनीमा चढाउनु सुन्दै छोरीले त्यसो भन्दैछ अन्त र पनि म चिरिनँ प्रभुकै नाममा मैले कुरा गरेँ धनीमा चढाइसकेर आमेरी गरेर बाँधेर सबै मलाई हेरेर हाँसिरहेको छ सबै रातो गीता सेतो दाँत देखेर हाँसिरहेको छ ल प्रभु अब यसलाई जिस्कायो भने चाहिँ एकै छाक पार्छ मलाई अन्त मैले फेरि प्रार्थना गरेँ प्रभु यो पशुका पनि तपाईँको सृष्टि हो हुनसक्छ तपाईँले धनीमा चढाएको सुन्न आएको होला अब म अब आमा छोरी छौँ यसले जिस्कायो भने त यसले गाह्रो पुल पार्छ अब तपाईँ आफ्नो बाटोमा पठाइदिनु भने सबै पुछार यता साँझ सुई सबै गयो बाटो सबै गएपछि अनि त्यो झिक्रा दाउरा ल्याएर राखेर त्यहाँदेखि तातो चाहिँ पहिले तातो चिया बनाएर मलाई खाएपछि तातो भएर बस्छ नि बेलुका चाहिँ मजाले त्यही चामलको दाल भात तरकारी पकाएर खाएँ त्यस्तो दुःख गरेर मैले प्रभुको निम्ति बजाएँ अन्त एसाया 48को 10मा मैले तँलाई दुःखको भट्टीबाट जाँचेर निकालेको छु अनि फेरि के अरे यो डिसेम्बरमा ग्रहण गरेको डिसेम्बरको राति मैले पढ्थेँ हे म तँलाई नयाँ तिखो अन्न पुग्ने टाँचोको तयार हुनेछु त्यसो अन्त त्यहाँदेखि फेरि मैले अर्को पढ्थेँ यसो यान्याको के अरे 48को त्यही के अरे 10 पदमा श्रापित हो त्यो मान्छे जसले चाहिँ प्रभु काम सुत्ताले पढ्नुहोस् त्यो यर्मियाको 48 को 10 श्रापित हो त्यो जसले परमप्रभुको काम छरी प्रकारले गर्छ अनि श्रापित होस् त्यो जसले आफ्नो तरवार रगत बहाउनबाट रोकेर राख्छ श्रापित हो त्यो मान्छे पुरानो के अरे नयाँ उसमा दाना लगाएको पाइदिनु चाहिँ एकदमै राम्रो श्रापित त्यो मान्छे जसले प्रभु काम सुस्ता गर्छ अनि मलाई एकदम जोस आयो मैले बाइबल पढी वचन पढी त्यहाँदेखि मैले त्यो त्यसैमा प्रत्येक गर्दै प्रार्थना गरेँ मेरो बाइबल लुकाइदिउँ काममा गर्नु अन्त मेरो साथीले आएर भने त्यसैले मैले हातमा बचाएको त्यसै घरमा लगेर बाइबल लुकाएँ अनि त्यसले भने दिदी बाइबल कि तातोले मार्छ मलाई ए ल अन्त मेरो बिहानै गएँ अन्त बिहान अब मेरो मालिक त ड्युटी गयो अफिसमा गइहाल्यो नानीहरू स्कुल गयो अनि म खाली भएर बेलुका सुनेर अनि त्यो बाहिर कहाँ छ बहिनी बाहिर निकालेर त्यो बाबुसँग सबै अँगालो कति दिन भएको थियो बाहिर नभेटेको अँगालोहरू रुएँ त्यहाँदेखि मैले फट्टै बाहिर एसआई 43 के अरे 3 वर्ष के अरे कति एसआई 43 को 4 कि 5 के अरे 13 एसआई 43 को 13 भयो हेर म एउटा नयाँ काम गर्छु
तेरो बाटो भन् त। दिन हुनुभन्दा पहिले म उही हो अनि मेरो हातबाट छुटाउन सक्ने कोही छैन। म काम गर्नेछु अनि कसले यसलाई भोलिपल्ट अफिसबाटै बुढा छैन गयो हरायो गयो मऱ्यो मान्छे कि कता अफिसबाटै निस्केर गयो। अफिसमा दुई दिन भइसक्यो घरमा आउँदैन, 3 दिन भइसक्यो घरमा आउँदैन, 1 महिना भयो 2 महिना भयो छैन घरमा। अफिसको स्टाफहरूलाई अन्त कता गयो त सर यहाँ खै त घर अफिसै गरेर हरायो। अफिसले काम गर्दा गर्दा यो अफिसको उसको खाता पत्र सबै ठिकै छ, अफिसैबाट गएको छ त्यो घरमा आएन अन्त यति दिन भइसक्यो कता छैन। हेर म एउटा काम तिमीबाट म एउटा नयाँ काम गर्छु, मेरो काम कसले रोक्नु सक्छ? त्यो बटन मैले पाउनु पनि मेरो घरको सट्टा हरायो। त्यहाँदेखि गाउँको मान्छेले सबैले घेर्यो मलाई त। तँ किसान भएन, तेरो बुढा पग्ला भएर यस्तो भएको, अब हरायो मऱ्यो, तँलाई ठिकै पऱ्यो भयो अब बिदा भयो, नारी भइस् खाइस् मजाले गुरु भएर आउनु। अन्त त्यहाँबाट नानीले स्कुल जाँदैछ अन्त म चाहिँ यसलाई काम गर्छु। त्यसो गर्दै त्यो घरको बाबुले मलाई राख्ने अब बाबु के गर्नु म त कहाँ जानु? 1 महिना भयो, 2 महिना भयो, 3 महिना भयो जाने सबै प्रार्थना गर्छु, सबै उपास बसेर प्रार्थना मल्लीमा एनएस भयो जानु गएको हस्बेन्ड प्रार्थना कालेबुङमा पनि सबै प्रार्थना त्यस कारण त्यो वचन अनुसार चाहिँ मैले प्रार्थना गरेँ। 6 महिनाको बादमा चाहिँ अन्त त्यहाँदेखि के अरे कहाँसम्म हाल्दछु प्रार्थना गर्न सक्दिनँ त के अरे मैले जिउँदो भए पनि देखाउनुहोस्, मरेको भए पनि देखाउनुहोस्। तपाईँको ख्रिस्टको नामलाई बदनाम गरेर ऊ त्यस्तै भएर मर्नु छ भने तपाईँले डेटपट्टि देखाउनुहोस्। यदि तपाईँ उसले तपाईँलाई यति साह्रो खेदो गरेर पनि तपाईँबाट बाँच्नु छ भने चाहिँ जिउँदै तपाईँले ल्याउनुहोस्, मलाई जिउँदै देखाउनुपर्छ। तपाईँ जिउँदो प्रभु हो, मलाई दुःखको भट्टबाट निकाल्नुपर्छ, मलाई तपाईँले दिनुपर्छ देखाउनु। त्यसको भोलिपल्ट ठपक्कै म भुटानमा अफिसमा चिठी आयो म जिउँदैछु भनेर। कसैले त ओ खोलामा प्याक्टबाट ढाडिएर मरिरहन्छ तेरो बुढा त, कसैले चाहिँ ओ काटेर लडाएर आधा कल्चो पारेर मारिरहेको छ भने कसैको कुरा सुनेन मैले। अन्त कुरा पनि सुनिनँ, खोजिनँ पनि सोधिनँ, आफै थाकी गरी हारी भएको छ। त्यो प्रभुको शक्तिले मात्रै हिँडेर आएको छ। त्यसो गर्दाखेरि अन्त मैले प्रार्थना गरेँ जिउँदै तपाईँ ल्याउनुहोस्, उस तपाईँको सामने उसले बक्सिस भएको ग्रहण गरेको सेवा गरेको मैले हेर्नुपर्छ। उसलाई चाहिँ तपाईँ छोड्नु पाउँदैन, तपाईँ ल्याउनुपर्छ भने प्रार्थना गर्दै उपास बस्दै प्रार्थना गर्दै गर्दा अफिसमा चिठी आएन। अन्त म सधैँभरि म के अरे दिने विषय जान्थेँ अफिसमा, चिठी आयो भन्थेँ के भयो भाइ भन्थेँ, खै हो केही पनि पत्ता छैन भनेर भन्थेँ। अन्त पछाडि त त्यसरी मैले उपास बसेर प्रार्थना गरेपछि त फेरि म चाहिँ सोध्न जाँदा त चिठी आयो त आमा के अरे यो डासो के अरे एक्जिक्युटिभ इन्जिनियरबाट ठुलो कालो चल्यो। अन्त सर भनेको नमस्ते सर, नमस्ते नमस्ते अघि उँभो हुने। अन्त मेरो आप्पा कहाँ छ पत्ता लागेको छ लागेको छैन, प्रे गर्नुहोस् भने म प्रे गर्दैछु भने ल। अन्त त्यहाँदेखि चिठीहरू खोज्दैछु सोध्दैछु भने अन्त भरे त्यही अफिसमा चाहिँ चिठी आएछ म जिउँदैछु। जलपाइगुडी जेलमा चाहिँ मलाई त्यो गोर्खाल्यान्ड आन्दोलन क्या त 1988 सालमा भुटानबाट इन्डियाबाट के अरे कालिम्पोङमा धुमधाम आन्दोलन थिएन हौ, त्यतिखेर चाहिँ मेरो घरको बाबु त्यतिखेर त मलाई यति साह्रो सताउट यति साह्रो दुःख थियो। त्यो घाम झारेर मलाई थिचेन पनि थाहा छैन, अब पृथ्वीबाट माथि उझल्नु मलाई थाहा छैन, त्यो हिँडेको बसेको केही पनि थाहा छैन, त्यो कुन सुरमा हिँड्दैछु कुन सुरमा हिँड्दैछु त्यो मलाई केही थाहा हुँदैन। तर प्रभुले मलाई जोडिरहेको छ। यसरी एकजनाको जस्तो गर्दैन मलाई समाति, तर मैले छोडेको छैन। तर मलाई प्रार्थना चाहिँ भइरहेको प्रभुको वचन अनुसार चाहिँ प्रार्थना गरेँ। बडीले यति दिन प्रार्थना गरिरहेको उपास गरेर बहिनी चिन्ता नलाग्नुहोस् ल बडी ल भने त्यसो गर्दै गर्दै पछाडि चाहिँ मेरो घरको बाबा अन्त चिठी आयो। म जलपाइगुडीमा के अरे गोर्खालीको मान्छे पक्रेर मलाई गोर्खालीको मान्छे भनेर यहाँ हालेको छ, म राम्रै छु जिउँदैछु भने सबै अफिसको स्टाफ सबै। अन्त त्यहाँदेखि त्यो अफिसको बहिनीहरू गङ्गा भन्ने त्यो रेवती पनि के पनि धन्यवाद बढी तपाईँको यीशु सत्य रहेछ, तपाईँको यीशु आम टट्टाइसक्यो हिर्काएको तर उसले भन्नु छोडेको छैन।
तपाईँको यीशु सत्य रहेछ, तपाईँको यीशु साँच्चै रहेछ, तपाईँको यीशु झुटा होइन रहेछ, तपाईँको यीशुले मलाई हामीलाई पनि देखायो। हो रहेछ बढी, हो रहेछ भाउजू, के भयो त भन न त। दाजु चिन्ता त कहाँ भन्दा जलपाइगुडीमा छ प्रभु जिन्दै चाहिँ रहेछ रहेछ। ल मुलो भए पनि अलिकति ताका थाको जस्तो म जिन्दैछ भन्दाखेरि जिन्दै रहेछ भने खुसी लाग्यो। सबै खुसी भयो, जिन्दै रहेछ भने सबै खुसी भयो, सबले धन्यवाद चढाइदिँदैछ। त्यहाँदेखि प्रार्थना गरिरहेको थियौँ, त्यहाँदेखि बसेर फेरि आयो बेलुका। अन्त त्यहाँदेखि के अरे कुनै कति सौ रुपियाँ अफिसबाटै पैसा तिराएर अन्त मलाई गोर्खाल्यान्डको आन्दोलनको मान्छे भनेर मलाई यहाँ हालेको छ। रातो र पिरो ब्रिटिस जस्तो चाहिँ नि केटा मेरो टल मान्छे, फेरि रातो र पिरो एकदम राम्रो खालको भएकोले गर्दा यो के अरे गोर्खाल्यान्डको मान्छे भनेर चाहिँ त्यो मान्छेले पक्रेर हालेको रहेछ। मलाई यसो भनेर हालेको छ। मलाई चाहिँ भुटानको मान्छे हो, यो मेरो मान्छे हो, अफिसबाट काम गर्दा गर्दै यस्तो खाएको भनेर तपाईँहरूले यहाँ भुटानको एड्रेसबाट चाहिँ चिठी दिनु यहाँ भने। त्यसै कारण त्यो के अरे डासोले त्यसै गरी चिठी ल्याएर पठाइदियो। पठाइदिँदाखेरि अन्त 500 रुपियाँ चाहिँ लाग्यो जेलबाट निकालेर ल्यायो। अन्त निकालेर ल्याएपछि अन्त अफिसमा आयो। त्यहाँदेखि हामीले त के अरे घरमा उडा जेलमा मात्रै त्यो अफिसर घरलाई छोडिदिएको। अब तिम्रो बुढा मऱ्यो भने पनि लास त नभेट्दा पनि अब यो सरकारले यो घरमा त बसिरह्यो भने त महिनै पछि तिर्नुपर्छ। तिम्रो बुढाको सबै पैसा ग्याजेट पनि सबै काटिन्छ यो घरमा। अन्त के गर्नु त सर, बहिनी म निस्किनु, त्यो त तपाईँको खुसी हो, यहीँ बस्छु भने बस्नु, तर पैसा चाहिँ सबै काटिँदै जान्छ। होइन म निस्किन्छु, अब कहिले आउला म थाहा छैन, तर म चाहिँ निस्किनु। दामी दामीहरू थियो, आलुहरू दामी दामी थियो, नेर्सीहरू थियो, सबै सानो सबै दिएर बोरा बोरामा हालेर, पलङहरू पनि दामी दामी थियो, सबै बोरामा हालेर सबै दियो। अन्त फोल्डिङ पलङ चाहिँ राखेर अन्त माम्रेमा राखेर 3 बोरा 4 बोरा प्रभुको निम्ति चाहिँ घरलाई चाहिँ उजाड बन्नेहरू सुन्ने सबै भरि भराउ थियो। तर प्रभुको नाममा चाहिँ मैले उजाड केही नभएको खाली भएको उजाड भयो। अन्त र पनि म खुसी नै छु। त्यहाँनिर लगेर उहाँलाई राखिदियो। अन्त राखेर नानीहरू सबै त्यो चल्न लगेर राख्यो। फुर्रापाडाले भन्यो यहाँ ल्याएर राख, पछि बाउले जे गर्छ यहाँ हामी भन्नुलाई नि भन्नु आउनु। मेरो बाउ आउँछ, उसले त तलब थाप्छ, 1 बोरा चामल चाहिँ म ल्याएर राखिदिन्छु बडा भन्नु। हुन्छ हुन्छ चिन्ता नगर राखिदिन्छु। त्यो कुरा अर्कै लाँदा चाहिँ मलाई अर्कै शङ्का पर्छ। बडा 1 बोरा चामल ल्याइदिन्छु, मेरो बाबु जेलमा छ अरे, जेलबाट निस्केर 1 बोरा चामल ल्याउनु हुँदैन। हुन्छ हुन्छ त्यहाँदेखि गएँ। त्यहाँदेखि टप्ला टप्ली ल्याएर नानी त्यहीँ राखेँ। नानीहरू त्यहीँबाट चाहिँ स्कुल जाने। त्यसो गरेर पछि भएको बाबु आयो। आएर त्यहाँदेखि उहाँ सबै कुरो थन्गो गरेर त्यहाँदेखि डिजाइन गरेर त्यहाँदेखि सबै ग्याजेट फोन पैसा लिएर आएर त्यहाँदेखि माम्रेकै छेउमा 27,000 जमिन रेडमेड घरै किनेर हाम्रो त्यहाँदेखि बस्यो। त्यहाँदेखि हामीले राम्रो सेवा गर्नु थालेको। त्यहाँबाट चाहिँ अन्त मेरो घरको बाबु पनि त्यहाँ आएर चाहिँ अन्त बक्ति त्यहाँदेखि बक्ति लिएपछि चाहिँ अन्त त्यहाँदेखि राम्रो हुन थाल्यो। त्यहाँदेखि धर्मबडाले उसलाई सङ्गति दिएर उसले मान्छे बनाएर छोड्यो। पछि त धर्मबडा अब त भुटानमा उता लोकचिना पाक्चिना इब्जी यसरी के अरे भुटानमा के अरे सेवा गर्नु जाँदाखेरि मेरो घरको बाबाले पनि लान्थ्यो। लाँदाखेरि अन्त बिहानको फ्यान प्रेममा वचन दिन लाउँदो रहेछ, बेलुका फ्यान प्रेममा वचन दिन लाउँदो रहेछ, आत्माको वचन दिनमा वचन दिन लाउँदो। त्यसो गरेर मेरो घरको बाउ बढ्दै बढ्दै